मैले चाहिँ यो 2021 देखि हामी कतिजनाले रिलेट गर्न सक्छौँ है। 2021 देखि चाहिँ म अलि सिकिँदै बिरामी भएँ। मेरो दिशामा अब भन्दा हामीलाई लाज हुन्छ, 8 दिन रगतै बग्यो कि डायरिया, अनि 8 दिन रगतै बगेको, अनि बिरामी, वेट लस 5 kg, अनि भमिट हुने, अनि म आइसियुमा काम गर्थेँ। अनि त्यति बेलामा ड्युटीमा गयो, हाम्रो नाइट ड्युटी 12 घन्टाको, 12 घन्टामा मलाई 12 चोटि पनि डायरिया भएको छ। अनि ड्युटीमा ढलेर सलाइन चढाएर राख्नु परेछ। इन्डोस्कोपी, कोलोनोस्कोपी, सिटी, त्यो भएर चाहिँ सबै जाँच गरिसकेँ मैले, तर सबै जाँच गर्दा नर्मल। इन्डोस्कोपीमा बायोप्सी गर्छ, जुन मासु निकालेर हेर्छ, त्यसमा चाहिँ ग्यास्ट्रिक देख्यो, त्यहाँको मासुहरूमा थोरै चेन्ज आएको भएर, नत्र भने सबै थोक चाहिँ नर्मल छ। हेर्नु न, अब यस्तो अवस्थामा के गर्ने त? अब यसको बारेमा आज हामी कुराहरू छौँ है त। हामी कतिजनालाई अब के समस्या छ अहिले हामी कुरा गर्दै जान्छौँ। हजुरहरूले आज यो हाम्रो सेसनमा चाहिँ हामी गट, जुन अहिले एकदम ट्रेन्डिङ टपिक छ नि गट भनेर, गट हेल्थ भन्छौँ, गट भन्छौँ। भनेपछि त्यो गट भनेको के हो र गटको एनाटोमी भन्नाले यो के मिलेर बनेको हुन्छ। हामी यहाँ कति नन मेडिकल पर्सन पनि छौँ भन्ने हिसाबले मलाई एक्ज्याक्ट पार्टिसिपेन्ट्स को हुनुहुन्छ भन्ने थाहा थिएन होइन। तर मैले यहाँ चाहिँ के पर्छ, तिनीहरूको काम के हो, अलिअलि त्यो पनि लिएर आएको छु, किनभने हामी सबैजनाले जानकारी चाहिँ हुनुपर्छ भन्ने हिसाबले। अनि अर्को भनेको गट के हो, यसले कसरी काम गर्छ, त्यसपछि हाम्रो पेटमा कसैले किटाणुहरू हुन्छ अरे भन्ने सुन्नु भएको छ नि त होइन। गट माइक्रोबायोम भन्ने कन्डिसन, त्यो अवस्था, त्यहाँ किटाणुहरू हुन्छ। त्यो किटाणु भनेको के हो र तिनीहरूको रोल के हो, हाम्रो पेटमा किटाणु हुन्छ अरे भन्ने चाहिँ हामीले सुनेका छौँ, तर त्यो किटाणुको काम के हो भन्ने कुरा गर्छौँ। अनि मलाई आज एकदमै इम्पोर्टेन्ट, मैले अझै सबैजनालाई भन्न चाहेको र मेरो टिकटकमा नि मैले एउटा भिडियो नै यसको लागि बनाएर राखेको छु, त्यो भनेको फर्म्याप। अहिले एकदम साइन्टिफिक सुनिन्छ, अहिले भित्र हामी कुरा गर्छौँ। अर्को भनेको गट र ब्रेनको एक्सेस, हाम्रो पेट र हाम्रो दिमाग कसरी जोडिएको छ त्यो कुरा गर्छौँ। अर्को भनेको स्टुल चार्ट, दिशाको बारेमा पनि कुरा गर्छौँ, कस्तो दिशा केसँग रिलेटेड हुन्छ। अर्को भनेको कमनली हामी यति मध्येमा पनि कतिजनालाई कति अवस्था छ नि त डिफ्रेन्ट, त्यसको बारेमा कमन हाम्रोमा के छ भनेर त्यो कुरा गर्छौँ। अर्को भनेको उमेर सँगसँगै गट हेल्थको के रिलेसन छ, हामी जति उमेर बढ्दै जान्छ त्यसमा कस्तो चेन्जेसहरू आउँछ भनेर त्यो कुरा गर्छौँ। र रेड फ्ल्याग सिम्पटम्स भनेको हामीले कस्तो अवस्था भयो भने चाहिँ अलिक डराउने, कस्तो चाहिँ खतरनाक अवस्था रहेछ भनेर बुझ्ने भनेर चाहिँ हामी त्यति कुरा गर्छौँ है त। र यो सुरु गर्नुभन्दा अगाडि मलाई यहाँबाट अर्को स्लाइडमा जानुभन्दा अगाडि मलाई अलिकति क्वेसनहरू सोध्नु मन छ। यो चाहिँ किन भन्दाखेरि हामीलाई यो गट हेल्थ भन्ने टपिक अलिक अप्ठ्यारो पनि लाग्छ र अलिक लाज पनि लाग्छ होइन। सबैजना सजिलो छैन नि त यो बारेमा कुरा गर्न। हामी मध्ये कतिजनालाई कब्जियत छ, तर आफ्नो साइडमा बस्ने मान्छेलाई थाहा पनि छैन कि मलाई के छ भनेर होइन। अनि यो टपिकमा चाहिँ आइस ब्रेक गर्नको लागि भने चाहिँ अलिकति आफूलाई सजिलो बनाउँदै जानको लागि म हजुरहरूलाई 5वटा क्वेसन सोध्छु। हजुरहरूले आन्सर दिनु पर्दैन, सजिलो मान्नुहुन्छ भने हात उठाइदिनुहोस्, किनभने कम्फर्टेबल हुन्छ क्या हामी। र सजिलो छैन हजुरलाई, अप्ठ्यारो लाग्छ भने नि मनमा नै म चाहिँ गर्नु होला है त, किनभने यो क्वेसनहरू चाहिँ जरुरी छ त। ल, हजुरहरूले कहिले पनि आफ्नो कतै एन्जाइटी, आफूलाई डर, मनमा पिर त्रास भएको बेलामा होइन, त्यस्तो बेलामा कहिले पेटमा कटक्क भए जस्तो बटरफ्लाई इन माई स्टमक भनेर भन्छ नि मान्छेले। स्ट्रेस हुँदाखेरि पेटमा कस्तो टाइट भए जस्तो, बुडुबुडु भए जस्तो, टोइलेट जान मन लाग्छ जस्तो, अब त्यस्तो कहिले फिल गर्नु भएको छ कसैले? छ भने प्लिज हात उठाइदिनु होला। मैले पनि छु, मेरो पनि अहिले पेटमा बटरफ्लाईहरू भइरहेको छ। यस्तो अगाडि गएर मान्छे अगाडि बोल्ने काम त मैले गरेको छु, तर मेरो लागि त अडियन्स हजुरहरू सबै पार्टिसिपेन्ट्स नयाँ हुनुहुन्छ, मभन्दा सिनियर हुनुहुन्छ, मेरो पेटमा अर्कै खालको बटरफ्लाई कुदिरहेको छ। कतिजनाले हात उठाउनु भएको छ है त। अब सेकेन्ड क्वेसन भनेको हजुरहरूलाई मलाई हुनुपर्ने भन्दा अलिक बेसी नै ग्यासी भइरहेको छ कि अलिक बेसी नै पेट फुले जस्तो हुन्छ कि होइन, यो त एबनर्मलै हो कि क्या हो भन्ने कसैलाई लागेको छ कि छैन? मलाई पनि हुन्छ। अनि हजुरहरू कसैलाई भर्खरै टोइलेट गएर आएको छौँ, नम्बर 2 दिसै गएर आएको, गएर आउँदा पनि
लाग्छ। मलाई पनि लाग्छ, दुईचोटि गरेर आज बिहान डर लागेको नि होला है। यो सबै रिलेसन छ कि यसले हामी कुरा आँट्दै जान्छ। र चौथो क्वेसन चाहिँ नढाट्नु होला है त है। हजुरहरूमध्ये कतिजनाले कहिले दिशापछि फ्लस गर्न अगाडि फर्केर हेर्नुहुन्छ कि हेर्नुहुन्न? हेर्नुहुन्छ? ल यो चाहिँ मलाई एकदम खुसी लाग्यो, थ्याङ्क यू सो मच। हेर्नुपर्छ, यो किन भनेर अहिले हामी कुरा गर्छौँ। र पाँचौँ क्वेसन चाहिँ हजुरहरू अब यस्तो राम्रो ठाउँमा हुनुहुन्छ, कति पढे लेखा हुनुहुन्छ होइन, नभए हामीले सुनिरहेको कुराहरू छ, हामीले चाहिँ प्रोटिन कति खाइरहेको छौँ भनेर गन्छौँ। अनि अझ कतिजना वेट लस जर्नीमा हुनुहुन्छ भने हामीले कार्बोहाइड्रेट कति खाइरहेको छौँ पनि गन्छौँ। हामीले मैले त्यो एउटा एपमा खानेकुरा लग गर्थेँ, त्यसमा फ्याट कति छ भनेर पनि देखाउँथेँ कि, तर हामी कसैले कहिले हामीले फाइबर कति खाइरहेको छौँ भनेर गन्छौँ कि गर्दैन? फाइबर अझै मैले हेर्नु थालेको छु, किन भन्दा बुझेँ नि त के रहेछ। अनि हामी यस्तो पनि कुरा गर्छौँ है त, फाइबर के हो। र मैले ढाँटेको मसँग खास 6वटा क्वेसन छ, 5वटा भनेर ढाँटेको है त। अब एउटा अर्को क्वेसनमा जाउँ। हजुरहरूले कहिले पनि अब इभन मैले पनि आफूलाई प्रब्लम आउनुभन्दा अगाडिसम्म मेरो प्लेटमा चाहिँ खानेकुरा के छ भन्दा ब्रेकफास्ट, लन्च, डिनर, अब स्न्याक जेसुकै होस्, मैले मासु, भात, साग, दाल, अचार, गुन्द्रुक, अनि माछा, मटन के हुन्छ त्यसरी बनिन्छ नि त। तर कहिले पनि खानालाई कलरको रूपमा हेर्नु भएको छ? आज मेरो प्लेट कति कलरफुल देखेको, कलरको हिसाबमा हामीले कहिले हेरेका छौँ खानालाई? कसैले एकजना, थ्याङ्क यू सो मच, 2 3 ल थ्याङ्क यू सो मच। यसको इम्पोर्टेन्स कति छ भन्दा आज हामी कुरा गर्छौँ, किनभने मैले पनि अझै हेर्न थालेको छु पहिलाभन्दा, जब बुझ्दै गयो अनि हेर्न थालेको छु। र टिकटक भनेर मैले नयाँ टिकटक र युट्युब स्टार्ट गरेको। युट्युबमा चाहिँ अलिक ढिलो जाँदो रहेछ, टिकटकमा चाहिँ अलिक रिच छिटो हुँदो रहेछ। त्यही भएर मैले दुईटामै टिकटकलाई समातेँ, किनभने मेरो इन्टेन्सन भनेको त्यहाँबाट मोनेटाइजेसन हुन्छ, पैसा कमाउँछु भनेर होइन कि। म जति रोएको छु त्यति अर्को मान्छेले नरोक्नु परोस्। के रहेछ, हामीलाई ग्यास आउँछ, पादिन्छ, पेट फुल्छ, त्यो नर्मल सर्टेन एक्सटेन्टसम्म नर्मल हो, त्यहाँभन्दा नर्मल होइन, यो कुरा मान्छेले बुझ्नुहोस्। अनि कलर, एटलिस्ट प्लेटमा कलरको हिसाबले मात्रै खानेकुरा हेरिदिउँ भने मेरो गोल पुरा भयो त्यो हिसाबले। अब हामी अगाडि बढ्छौँ र के भन्न चाहन्छु, यो 6वटा क्वेसनमध्ये कतिजनाले कम्फर्टेबल भएर हात उठाउनु भयो, कतिजनाले उठाउनु भएन, तर एटलिस्ट रिलेट त गर्न सक्नु भयो जस्तो लाग्छ कि हामी कहाँ कहाँ चुकिरहेछौँ र कहाँनिर इम्पोर्टेन्ट छ भनेर है त। अब सुरु गर्छौँ है। गट हेल्थ यो टपिकमा जानुभन्दा अगाडि म अलिकति हजुरहरूलाई केबाट सुरु गर्न चाहन्छु भने, यहाँनिर दुनियाँमा एउटा ठुलो 70,000 बेसी मान्छे र 25वटा बेसी कन्ट्रीको, त्यसमा चाहिँ एउटा ठुलो रिसर्च भएको छ 2020मा। त्यसको रिजल्ट के आएको छ भने 40% मान्छेलाई चाहिँ एउटा न एउटा पेटको समस्या रहेछ। 40%, त्यो भन्दा ठुलो हो कि। अनि त्यो भने वर्ल्ड वाइड सबैभन्दा लार्ज स्केलमा भएको रिसर्च है त। अर्को सेकेन्डमा भनेको एसियामा चाहिँ, अब यसको चाहिँ मैले पर्सेन्टेजमा भेटिनँ, तर के छ भने वेस्टर्न कन्ट्रीहरूभन्दा युएसहरू अरू भन्छ नि, तिनीहरूभन्दा हाम्रो एसियामा चाहिँ धेरै सङ्ख्यामा मान्छेहरूलाई माथिल्लो यो डकार आउने, यो माथिको पेट फुला जस्तो हुने, पेट पनि धेरै खाले फुल्छ नि, यहाँनिर गाह्रो हुन्छ, तल्लो पेटमा गाह्रो हुन्छ, त्यस्तो माथिल्लो पेटको समस्या चाहिँ एसियामा भएको मान्छेहरूलाई धेरै रहेछ पश्चिमी कन्ट्रीको भन्दा। त्यो किन अहिले हामीले रिलेट गर्छौँ। अनि नेपालको चाहिँ मैले भेटिनँ, किनभने हामीलाई थाहा नै छैन, यहाँ रिसर्च गर्ने ठाउँसम्म हामी पुगेकै छैनौँ है। तर इन्डियामा चाहिँ सहरमा बस्ने मान्छेहरूलाई गाउँमा बस्ने मान्छेभन्दा धेरै पेटको समस्या रहेछ, यो पाएको छ। र सहरमा बस्ने मान्छे जति डक्टर कहाँ जानुहुन्छ, उहाँहरूको रिसर्च हेर्दा पनि के रहेछ भने 70% मान्छेलाई चाहिँ पेटको समस्याहरू, जस्तै अघि सरले भन्नुभयो कब्जियत, पेट फुल्ने, पेट दुख्ने, यस्तो समस्याहरू रहेछ। अब इन्डियासँग त हामीले रिलेट गर्न सक्छौँ नि त, हाम्रो इन्भाइरोमेन्ट पनि अलमोस्ट सेम, खानाहरू अलमोस्ट सेम, हाम्रो जिनहरू पनि अलि मिल्छ होइन। यो हिसाबले चाहिँ हाम्रो यति छ है त। भनेपछि पेटको समस्या हामीलाई कति इम्पोर्टेन्ट रहेछ, गट हेल्थ भनेर हामीलाई जान्न कति जरुरी रहेछ भनेर अलिकति रिलेट गराउन खोजेको यसमा। अब जान्छौँ हामीले
गट हेल्थ भन्दाखेरि के बुझ्छौँ भने पेट मात्रै बुझ्छौँ नि त, पेट। तर के हो भने गट हेल्थ भनेको चाहिँ ओभरअल सिस्टमकै हेल्थ हो कि। यो चाहिँ हाम्रो पेटमा, यसमा के छ त भन्दा हाम्रो पेटमा भनेको यो कीटाणुहरू जुन छ, कीटाणुहरूलाई चाहिँ नर्मल अवस्थामा हाम्रो डाइजेस्टिभ ट्र्याक्टमा, अब यो डाइजेस्टिभ ट्र्याक्ट भनेको के छ भनेर म भन्छु अहिले। जे होस् हाम्रो पेटमा हुने कीटाणुहरू चाहिँ ब्यालेन्स हुनु पऱ्यो, प्रपरली हामीले खाएको खानेकुराहरू चाहिँ पेटमा पच्नु पऱ्यो र त्यहाँबाट हुने जुन न्युट्रिसनहरू छ तिनीहरू जिउले सोच्नु पऱ्यो। अनि हाम्रो इम्युनिटी स्ट्रङ हुनु पऱ्यो। इम्युनिटीसँग कसरी रिलेसन छ भनेर अहिले हामी कुरा गर्दै जान्छौँ। अनि हाम्रो मुड र मेन्टल हेल्थ पनि राम्रो हुनु पऱ्यो है। अनि अर्को भनेको चाहिँ वेट म्यानेजमेन्टमा पनि राम्रो हुनु पऱ्यो। यति सबै मिलेर चाहिँ गट हेल्थ बन्छ। गट हेल्थ राम्रो छ, यो मान्छेको पेट सबै सिस्टम ठिक छ भन्नलाई यति कुरामा चाहिँ कोअर्डिनेसन राम्रो भएको हुनुपर्छ। अब यसको हामी भित्रभित्र कुरा गर्दै जान्छौँ। गट भनेको चाहिँ के हो त? गट अब पेटमा जिआई सिस्टममा चाहिँ के हुन्छ त भन्दाखेरि मुखदेखि सुरु हुन्छ, यहाँ आएर इसोफेगस भन्छ, यो एउटा लामो पाइप हुन्छ। त्यो पाइपदेखि यहाँनिर यस्तो यो गोलो डल्लो पेट सुरु हुन्छ। त्यसपछि पेटदेखि यहाँ आएर यो सबै बिचको चाउमिन जस्तो चाहिँ यो सानो आन्द्रा हो, सानो आन्द्रा हुन्छ र यहाँनिर गएर सानो आन्द्रा र ठुलो आन्द्रा भेट हुन्छ। अनि हाम्रो एपेन्डिक्स भनेको चाहिँ सानो पुच्छर जस्तो सानो टुक्रा हो। अनि त्यसको चाहिँ खासै रोल हुँदैन भन्छ मैले है। अनि ठुलो आन्द्रा चाहिँ यहाँदेखि सुरु हुन्छ, यहाँ आएर सकिन्छ। भनेपछि यो कस्तो हो भने एउटा सुरुङ जस्तो हो कि, लामो सुरुङ जस्तो। अनि यसमा चाहिँ खानाहरू हामीले हालेको खाना यहाँबाट जान्छ भने सिधै जान्छ, यसलाई फर्किनु हुँदैन। फर्क्यो भने बान्ता आयो भने हामी के भन्छौँ, एबनर्मल भयो भन्छौँ नि त। त्यही भएर यहाँ चाहिँ एउटा मात्रै बाटो है त, वान वे जानुपर्छ। यो मुखमा यसरी आउँछ। अब यिनीहरू सबैको आफ्नो आफ्नो काम छ। हामीले खाना यहाँबाट खान्छौँ, तर यहाँनिर खानाको डाइजेसन प्रोसेस जुन छ, मैले सबै कुरा इम्पोर्टेन्ट छ है त। मैले अहिले यो कुराहरू नभन्न पनि मिल्छ, तर हामीले खाना, म कस्तो मान्छे रहेछु भने हाम्रो मेन्टल पोस्टिङ थियो, मलाई त्यो दिनै याद छ कि, मैले यसमा फेरि रिलेट गर्छु। मेन्टल पोस्टिङ थियो, मेरो साथीहरूले मलाई खाना सबैजना टेबलमा बसेर खाएको बेला क्यान्टिनमा उसले मेरो मुखमा यसलाई त नचबाइने चाहिँ क्या हो भने कि उसले गने गऱ्यो, मैले 3 चोटि चबाउँदो रहेछु क्या खाना, 3 चोटि नै गने गऱ्यो। अनि त्यो भन्नुको मतलब खाना चबाउनु कति इम्पोर्टेन्ट छ भने मुखमा खाना सानो सानो ब्रेकडाउन हुन्छ कि, सानो सानो टुक्रामा हामीले दाँतले जति चबाउँदै जान्छौँ। सानो पार्ने मात्रै होइन कि, हाम्रो मुख वरिपरि सानो सानो ग्ल्यान्डहरू हुन्छ जो थुकहरू आउँछ नि, थुकको रोल अर्को पनि छ नि। के हो भने उसले चाहिँ कार्बोहाइड्रेट जुन हामी खान्छौँ त्यो खानेकुराहरूलाई चाहिँ त्यहाँनिर मजाले भिजाएर पेटमा पठाउँछ। हाम्रो डाइजेसनको प्रोसेस, जुन खाना पच्ने प्रोसेस छ, त्यो मुखदेखि नै सुरु हुन्छ क्या। त्यही भएर हजुरहरूलाई यो बुझाउनु खोजेको कि खाना चपाएर निल्न जरुरी छ है त। हामीले म जस्तै कोही हुनुहुन्छ 3-4 चोटि चपाएर निल्नुहुन्छ चाहिँ अलिकति। अनि बच्चाहरू, कसै घरमा बच्चाहरू हुनुहुन्छ भने उहाँहरूलाई नि प्लिज खानेकुरा चपाएर निल्नुहोस् अलिकति भन्नुपर्छ है त। अब यहीँ छ कार्बोहाइड्रेट डाइजेसनमा। अर्को भनेको यो पाइप, यो पाइपमा चाहिँ खाना पच्ने गर्ने केही पनि हुँदैन, यो चाहिँ सुरुङ मात्रै हो, बाटो मात्रै हो जसले हामीलाई यहाँनिरबाट पेटमा पुर्याउनलाई हेल्प गर्छ। अनि हामीले यति बुझ्नुपर्छ कि पेटको यहाँ र यहाँनिर चाहिँ दुईवटा, पेट भनेको बेलुन जस्तो हुन्छ। त्यो बेलुनको अब यो बोतल हेर्नु भने बोतलको पनि माथि ढक्कन छ नि त लागेको, त्यसले चाहिँ ढक्कनको जस्तो काम गर्छ, तर यस्तो। अनि खाना आयो भने यसरी फुल्छ र खाना त्यहाँबाट जान्छ, खाना चाहिँ बन्द हुन्छ। जब यो लुज हुन्छ, यो माथिल्लो मुख जब लुज हुन्छ र तल्लो मुख जब लुज हुन्छ, पेटमा भएको एसिड त्यो माथितिर उलुक्क आयो, हामी डकायो, छाती पुऱ्यो पोल्यो भन्छौँ नि, त्योहरू भनेर किन भन्दा पेटमा भएको एसिड चाहिँ माथि गयो कि। अब त्यसको माथिको मुख लुज भएर माथि जान थाल्यो भने चाहिँ हामीलाई उलुक्क आउने, डकार आउने त्यस्तो हुन्छ। अनि पेटमा के हुन्छ, अब पेट है त, पेटमा जाऊँ। त्यो अहिलेको पिक्चरमा हाम्रो मुख भयो, खानाको पाइप भयो, अब पेटमा चाहिँ एसिड बन्छ। त्यो एसिडहरूले चाहिँ खानेकुराहरूलाई एकदम पचाउने काम गर्छ। र यिनीहरूको अर्को काम भनेको हामीले खानेकुरा खाँदाखेरि कति कीटाणुहरू हुन्छ नि, त्यो कीटाणुहरूलाई चाहिँ
त्यहीँनिर पनि मारिदिन्छ कि त्यति कडा हुन्छ त्यो एसिड। कसैले सुन्नु भएको छ कुखुराले सुन खायो भने त पचाउँछ अरे, छिटो छिटो निकाल्नुपर्छ भन्छ नि। त्यो कुखुराको पेटको पनि एसिड त्यति स्ट्रङ हुन्छ कि, त्यही भएर कुखुराको पेटमा सुन पनि बच्छ। मैले पनि सुनेको थिएँ र यो रिलेट गर्न सकेको के पछि। अनि यसले चाहिँ एउटा लेदो जस्तो त्यो एसिडहरूसँग हामीले खाएको खाना जुन चपाएर मिलाएको छ त्यो खानालाई लेदो जस्तो बनाइदिन्छ, जुन चाहिँ पछि सानो आन्द्रामा जान्छ है त। अनि अर्को छ ठुलो सानो आन्द्रा। सानो आन्द्रालाई 3 भागमा बाँडिएको हुन्छ, हामीले त्यस्तो डेप्थमा बुझ्नु पर्दैन। यो सानो आन्द्रा हुन्छ, त्यो लामो हुन्छ। अनि त्यो सानो आन्द्राबाट जति पच्दै जान्छ त्यहाँनिर खाना अगाडि बढ्दै जान्छ, बिस्तारै बिस्तारै त्यहाँ प्यान्क्रियाज भनेर यो प्यान्क्रियाज भनेर छ। अनि यहाँ लिभर, यहाँ गल ब्ल्याडर। कसैको गल ब्ल्याडर सर्जरी गर्नुभएको छ? कसैको गल ब्ल्याडर निकाल्ने स्टोन भयो के भनेर निकाल्नु भएको छ? छैन? ल गुड, अलिकति पनि राम्रो। अनि कस्तो भने जसको निकाल्नु भएको छ उहाँहरूलाई चाहिँ तेलमा तारेको धेरै फ्याटी खानेकुराहरू नखानु भन्नुहुन्छ। किन भन्दाखेरि त्यहाँबाट यो गल ब्ल्याडरबाट आउँछ नि, जो लिभरबाट आउँछ गल ब्ल्याडरमा, यो फ्याटी कुरा पचाउने इन्जाइमहरू हुन्छ कि। अनि यो कुराहरू चाहिँ पेटबाट निक्लिसकेपछि खानेकुरा बिस्तारै बिस्तारै प्यान्क्रियाजबाट आएको प्यान्क्रियाटिक इन्जाइमहरू हुन्छ, सानो सानो तत्त्वहरू हामीले पठाइरहेको हुन्छ कि हाम्रो खानेकुरा पचाउनको लागि। त्यो कुराहरू सबै सानो आन्द्रामा आएर मिक्स हुन्छ उनीहरूले गरेको। पेटसम्म केही हुँदैन, सानो आन्द्रामा आएपछि अरू खानेकुराहरूमा पचाउने इन्जाइमहरू मिक्स हुन्छ। अनि त्यो पछि सानो आन्द्रा चाहिँ हाम्रो कस्तो ठाउँ हो भने जिउमा खाएको खानेकुराहरू राम्रोसँग पच्ने मुख्य अर्ग्यान हो। हामीले खाएको खानेकुराहरू जुन खायौँ जिउबाट, त्यो स्याउ खायौँ भने स्याउबाट के न्युट्रिसन लिने, अनि क्यारेट खायौँ भने क्यारेटबाट के न्युट्रिसन लिने हुन्छ नि, त्यो कुराहरू चाहिँ सानो आन्द्रामा हुन्छ है त। जिउले आफूलाई चाहिने कुरा सोच्ने चाहिँ सानो आन्द्रामा। अब ठुलो आन्द्रा। ठुलो आन्द्रामा के हुन्छ भन्दाखेरि अघि बनेको त्यो जुन लेदो थियो नि पेटबाट आएको, त्यहाँनिर सानो आन्द्राले आफूलाई चाहिने कुरा जति लिन्छ अनि लगेर अब बिस्तारो खानेकुरा अगाडि बढ्दै जाने क्रममा ठुलो आन्द्रामा पुग्छ। ठुलो आन्द्रामा चाहिँ के हुन्छ भने त्यो आँको लेदोलाई त्यहाँबाट कति पानीहरू चाहिँ उसले सोच्छ। हामीलाई सधैँ त त्यो लेदो नै त दिशा आउँदैन नि त, कतिजनालाई कब्जियतहरू पनि समस्या होला होइन, दिशा डिफ्रेन्ट खालको आउँछ। अनि सानो आन्द्राबाट आएको कुराबाट ठुलो आन्द्राले पानी जति सोच्ने र रको जुन हामीसँग अरू लेदो जस्तो हुन्छ नि त्यसलाई चाहिँ दिशामा परिणत गर्ने काम गर्छ। यसमा चाहिँ हाम्रो पेटमा भएको कीटाणुहरूको एकदम ठुलो रोल हुन्छ। र अर्को छ रेक्टम, र नत्र भने यो दिशा आउने ठाउँ एनस भन्छौँ नि हामी, त्यो त्यहाँ चाहिँ गएर ठुलो आन्द्राको यस्तो बगेर लास्टमा बस्ने ठाउँ हो। त्यहाँ चाहिँ दिशा गएर अडिन्छ, दिशा गएर अडिन्छ। अनि हाम्रो यो एनल क्यानल भनेर छ अझै, त्यसको भित्र चाहिँ 2टा मुख हुन्छ कि। अहिले मैले बलुनको मुख भने नि यस्तो, भित्रकोलाई चाहिँ हामीले रोक्न सक्दैनौँ, बाहिरकोलाई चाहिँ हामीले रोक्न सक्छौँ। त्यही भएर दिशा कसैलाई आछ भने हामी एकछिन रोक्न सकिन्छ नि त, कहिले कहिले रोक्न सकिन्न, कहिले धेरै जसो त 5 मिनटमा जान्छु पनि भनेर गइन्छ नि त। बाहिरपट्टिको चाहिँ हामीले रोक्न सक्ने खालको हुन्छ। र अर्को भनेको चाहिँ डाइजेस्टिभ सिस्टममा हाम्रो एकैचोटि यसको डाइरेक्ट रोल हुँदैन, यसले सिधै खानेकुरा पचाउने काम गर्ने होइन, तर पचाउन हेल्प गर्ने काम गर्नेहरू चाहिँ के हो त भन्दा दाँत, जिब्रो, अनि यो अघि मैले भनेको मुखमा भनेको ग्ल्यान्डहरू जुनले थुक निकाल्न हेल्प गर्छ, त्यो लिभर किनभने तिनीहरूले बाइलहरू निकाल्छ, गल ब्ल्याडर बाइल आफूलाई पोकामा बनाएर राख्ने अनि चाहिने अनुसार दिने काम गर्छ। र अर्को भनेको प्यान्क्रियाज। प्यान्क्रियाजमा चाहिँ बिस्तारै अरू इन्जाइमहरू पनि त्यहाँबाट निस्किन्छ। यहाँसम्म बुझ्छ। यो चाहिँ सिम्पल आइडिया होस् के छ भनेर बुझाउन खोजेँ है त। अब एनाटोमी सँगसँगै फिजियोलोजी के हुन्छ त भन्दाखेरि यो टर्म्सहरू हजुरहरूलाई कस्तो लाग्न सक्छ, तर म भित्रको कुरा सकेसम्म बुझाउन खोज्छु है। हामीले खाएको खानाहरू पेटमा गएर पच्छ, हामीलाई चाहिने तत्त्वहरू जिउले लिन्छ र बाई प्रडक्ट के निस्किन्छ त्योहरू जिउबाट जान्छ। यो कुरा चाहिँ कति टाइममा हुनुपर्छ भन्दाखेरि हामीले खाएको खाना पेटसम्म विदिन सेकेन्ड्स नै पुग्छ। हामीलाई थाहा हुन्छ नि त, तातो खानेकुरा चिसो खानेकुरा हामीले यहाँ सरर गइरहेको छ भनेर थाहै हुन्छ है। त्यो एकैछिनमा पुग्छ पेटमा। अघि त्यो देखाएको यो मैले एउटा ब्रेड खाएको जस्तो यस्तो राखेको छु बुझ्न सजिलो हुन्छ भनेर। अनि पेटमा चाहिँ खानेकुरा कति समय बस्छ त भन्दाखेरि 2 देखि 4 घन्टा, 2 देखि 4 घन्टा चाहिँ पेटमा खाना बस्छ है त। यो अहिले कन्ट्रोल गर्नु पर्दैन, अलिकति याद मात्रै गर्नु। अहिले पछि
दिशाको कुरा गर्दाखेरि त्यहाँसँग रिलेट गर्नलाई हेल्प हुन्छ। अर्को भनेको सानो आन्द्रा। सानो आन्द्रामा चाहिँ दिशा 4 घन्टादेखि 6 घन्टा बस्छ। दिशामा नभनौँ, दिशा त ठुलो आन्द्रामा गएर बन्छ खानेकुरा, त्यो भनेको लेदो। अनि ठुलो आन्द्रामा चाहिँ 12 घन्टादेखि 48 घन्टासम्म पनि बस्छ। भने चाहिँ हामीले खाएको खानेकुरा 2 दिनपछि पनि आउन सक्ने भयो है त। ठिक छ। अब यो कुराहरूलाई केले फरक पार्न सक्छ, कसैले भन्न सक्नुहुन्छ? दिशा कसैलाई छिटो आयो, कसैलाई अझै ढिला आयो, त्यस्तो कुराहरू केले असर गर्न सक्छ जस्तो लाग्छ? पचाउन गाह्रो र पचाउन सजिलो खानाको क्लासिफिकेसन गर्दाखेरि अनि मात्रै थाहा हुन्छ। हो हजुर सर, थ्याङ्क यू। खानेकुराको टाइपमा पनि फरक पर्नु पऱ्यो होइन, हामीले कस्तो खाना खाइरहेको छौँ भनेर। यो चाहिँ मैले हाम्रो जनसमाजमा यति चाहिँ इन्फर्मेसन हुनुपर्छ भनेर खानेकुराको टाइप अहिले प्लेन छ, त्यसमा हामी कुरा गर्छौँ। यसमा हाम्रो डायट एउटा है, हामीले कस्तो खाना खाइरहेको छ भने फरक पर्ने भयो। अर्को भनेको एक्सर्साइज, सेडेन्टरी लाइफस्टाइल। हामी खाएर अहिले त धेरैजना डेस्क जब गर्नुहुन्छ, खाएर दिनभरि बस्छौँ, सुत्छौँ, बेलुकाको खाना किन छिटो खानु भन्छ भन्दाखेरि हामी सिधै पेटमा पल्टिहाल्दैनौँ नि त। अहिले अगाडि खाना खाएर एकछिन यताउता हिलडुल गर्दा हाम्रो आन्द्राले पनि पेटले पनि हिँड्न पाउँछ कि, त्यो हिसाबले हो। अर्को भनेको चाहिँ हजुर, अर्को भनेको पानी। जिउमा पानी कति छ, हाइड्रेसन। जति पानी हुन्छ त्यति म्युकसहरू प्रडक्सन हुन्छ। सानो सानो त्यो झिल्लीहरू जस्तो म्युकसहरू बन्छ कि, सिङ्गानहरू जस्तो। पेटमा त्यो दिशा अरू लेदोलाई अगाडि बढाउनलाई त्यस्तो तत्त्वहरू चाहिन्छ। अनि अर्को भनेको चाहिँ केटा मान्छेलाई भन्दा केटी मान्छेलाई चाहिँ साइन्सकै बेसिसमा भन्दाखेरि खानेकुरा अलिकति ढिलो पच्छ अरे केटाभन्दा केटी मान्छेलाई। र यसमा फिजियोलोजीमा चाहिँ हामीले डाइजेसन, न्युट्रिसन, अब्जर्प्सन र मेटाबोलिजम खाना खान्छौँ, डाइजेस्ट हुन्छ, जिउले तत्त्व लिन्छ र पचाएर खान्छ भन्यो होइन। अर्को भनेको चाहिँ दिशा। यो दिशा चाहिँ अब यहाँदेखि दिशा बनेर निस्किन्छ र त्यसको कोअर्डिनेसन भनेको कति समयमा निस्किनुपर्छ, मुभ त हुनु पऱ्यो नि त, दिशाले पनि हिँड्नु त पऱ्यो नि त यहाँदेखि त्यहाँसम्म। त्यो भनेको चाहिँ कोअर्डिनेसन भएको हो नि त हाम्रो, कतिको स्पिडमा हिँड्ने भनेर त्यो कुराहरू हुने भयो। अर्को भनेको अघि हामीले कुरा गरिहाल्यौँ, प्यान्क्रियाजहरूको लिभरबाट निस्किने इन्जाइमहरूको कुरा भयो। अर्को भनेको बेरियर डिफेन्स। यो बेरियर डिफेन्स अहिले अर्कोमा भन्छु म हजुरहरूलाई। र न्युरो इन्डोक्राइन भनेको हाम्रो दिमागले र हाम्रो हर्मोन्सले पनि कतिको असर पर्छ भनेर छ। यो पनि भइहाल्ने कुराहरू छ नि त। इङ्ग्लिसमा लेखाएको छु, तर सकेसम्म म हजुरहरूलाई नेपालीमा बुझाउने प्रयास गर्छु। कसैले बुझ्नु भएको छैन भने प्लिज बिचमै रोकेर सोध्नु भयो नै हुन्छ, किनभने यति टाइम लिएर आउनु भएको छ है। अब यो गट होमियोस्टेसिस भनेको छ, यो टर्म भनेको के हो भन्दाखेरि ब्यालेन्स भएको अवस्था। अब हामीले अहिलेसम्म पेटमा के हुन्छ भन्यौँ, केले के काम गर्छ भन्यौँ होइन, तर ओभरअल गट हेल्थमा ब्यालेन्स भएको अवस्था चाहिँ कस्तो हुन्छ त, हेल्दी पेट कसरी छुट्टिन्छ त भन्दाखेरि इन्टेस्टिनल बेरियर। यो भनेको चाहिँ आन्द्राहरू कस्तो हुन्छ भने यो कोठा जस्तो हुन्छ कि, ठुलो आन्द्रा, सानो आन्द्रा, यिनीहरू। अब भित्ता टाइट छ, यहाँबाट केही कुरा पनि यताउति आउन सक्दैन होइन, जाली परेको छैन नि त। काठको घरहरू हो भने पानी पर्दा चुइन्छ, हावा पास हुन्छ, यसमा हुँदैन, यो दह्रो छ। तर अर्को कुरा के हो भने यसको कुना पनि दह्रो हुनुपर्छ। भनेको इन्टेस्टिनल बेरियर भनेको हाम्रो खाएको खानाहरू चाहिँ त्यहाँबाट लिक भएर जानु भएन। खानेकुराहरू लिक पनि हुन्छ, सरले टाउको हल्लाउनुहुन्छ, यो सर एकदम इम्पोर्टेन्ट, लिकी गट भनेर एउटा नयाँ टर्म नै छ, त्यो एकदम ट्रेन्डिङ टर्म छ यो, त्यस्तो अवस्थाहरू पनि छ है। अनि अर्को भनेको चाहिँ यो इन्टेस्टिनल बेरियर कस्तो छ भने एउटा भनेको फिजिकल, भित्ता दह्रो हुनु पऱ्यो। अर्को भनेको केमिकल भनेको चाहिँ अघि हामीले पेटमा भन्यौँ नि, हाइड्रोक्लोरिक एसिड, पेटको एसिड बन्छ, सुन पनि पचाउन सक्छ, हामीले खाएको खानेकुराहरूमा कति किटाणुहरू पेटबाटै मर्दै जान्छ भनेर हो। त्यो केमिकल बेरियर हो, त्यो चाहिँ हामीलाई स्ट्रङ राख्नलाई उनीहरूले त्यस्तो रोल गर्छ। अर्को भनेको इम्युन बेरियर। हजुरहरूलाई थाहा छ कि नै 70% अफ आवर इम्युन सिस्टम, हाम्रो इम्युनिटी बनाउने कुराहरू हुन्छ नि, त्यस्तो सेल्सहरू चाहिँ हाम्रो पेटमा हुन्छ। यो कुरा कसैलाई थाहा थियो कि थिएन? 70% भने चाहिँ हामी बिरामी हुने कति हाम्रो खानाहरूले म्याटर गर्ने रहेछ होइन। अनि अर्को भनेको चाहिँ माइक्रोबियल बेरियर भनेको छ। यो के हो भने यो कोठामा पेटमा अघि मैले भने नि किटाणुहरू हुन्छ भनेर, त्यो किटाणुहरूले नै बाहिरको किटाणुलाई आउन रोक्न बाहिरको
किटाणु लाएर बस्न दिँदैन कि भनेको हामीलाई पेटको किटाणु एकदम इम्पोर्टेन्ट हुन्छ। इक्जाम्पलमा भन्छु, हामी यो कोठामा अहिले हलमा हामी यतिजना छौँ नि, अहिले बाहिरको मान्छे कोही आएर यहाँ बस्न खोजोस् त, ठाउँै छैन, कहाँ आएर बस्छ होइन त? बुझ्नुभयो? हाम्रो पेटमा हुनुपर्ने ब्याक्टेरियाहरू पेटमा छ भने बाहिरको ब्याक्टेरिया किटाणुहरू रोग गराउने किटाणुहरू आएर बस्न पाउँदैन कि। त्यसले गर्दाखेरि अर्को भनेको इम्युनिटी, अर्को भनेको पर्मिएबिलिटी। पर्मिएबिलिटी भनेको चाहिँ के हो भने हामीले चिया छान्छौँ नि, चिया छान्दा चिया मात्रै पास हुन्छ नि, चियापत्ती पास हुँदैन नि हो। त्यो भनेको त्यहाँबाट कति खानेकुरा छानिएर जान्छ भन्ने कुरा हो। हाम्रो पेटबाट पनि अघि भने खानेकुरा सोच्छ, उसले चाहिने न्युट्रिसनहरू सोच्छ भन्यो, तर उसलाई चाहिने न्युट्रिसन मात्रै सोच्छ नि त, नचाहिने कुरा त सोच्दैन। नसोच्नु पर्ने हो, जब सोच्न थाल्छ अनि हामी बिरामी हुन थाल्छौँ, हो कि नभन्नु त? अनि अर्को भनेको ब्यालेन्स माइक्रोबायोम छ, त्यो भनेको किटाणुहरू पेटमा हुने किटाणुहरू जुन छ त्यो चाहिँ ब्यालेन्स फर्ममा हुनुपर्छ। त्यो इम्ब्यालेन्स भने के हुन्छ अहिले म हजुरलाई भन्छु, के बुझ्नु भएको छैन भने प्लिज सोध्नु ल, यो साइन्स जस्तो लाग्छ। सिस्टम तपाईँले डाइजेस्टिभ सिस्टम यसमा ग्यास्ट्रिक कसरी बन्छ, किन बन्छ त्यो अहिले सुरुमा हामी नर्मल पढ्छौँ अनि अहिले लास्टमा म भन्छु सर। क्वेसनको लागि थ्याङ्क यू। अहिले लास्टमा भन्छु ल सर, यति बिचमा चाहिँ यो स्लाइडमा केही बुझ्नु भएको छैन भने सोध्नु। अनि अर्को भनेको नर्मल मोटिलिटी र सेक्रेसन भनेर छ, त्यो भन्नुको मतलब चाहिँ के हो भने हाम्रो अघि भने 12 घन्टादेखि 48 घन्टा बस्नुपर्ने, 4 घन्टा बस्नुपर्ने, 6 घन्टा बस्नुपर्ने, त्यो कुराहरू चाहिँ आफ्नो आफ्नो टाइममा अगाडि बढ्छ कि। यो चाहिँ नर्मल अवस्थामा, जब त्यहाँभन्दा बढी हुन थाल्छ अनि हामीलाई समस्या देखा पर्न थाल्छ। अब किटाणु भन्यो पेटमा, त्यो किटाणु कस्तो हुन्छ भनेर एकचोटि कुरा आयो नि त, कस्तो चाहिँ किटाणु हुने रहेछ भनेर हजुरहरूलाई अलिकति त चासो भयो होला नि त। पेटमा किटाणु त्यो पनि साँच्चै हुन्छ भनेर। हाम्रो पेटमा खरबौँ सङ्ख्यामा किटाणु हुन्छ, साँच्ची भनेको खरबौँ सङ्ख्यामा। अनि त्यो फेरि पेटको कहाँनिर हुन्छ भन्दा सानो आन्द्रामा अलिअलि, ठुलो आन्द्रामा बेसी, एकदमै धेरै बेसी। अनि यो किटाणु किन चाहिन्छ हामीलाई भन्दाखेरि यिनीहरूले चाहिँ हाम्रो खानेकुराहरू पचाउन हेल्पर्छ। कसैलाई अहिलेसम्म डक्टरले प्रिबायोटिक प्रोबायोटिक भनेर दिनुभएको छ कहिले ट्याब्लेट चक्की हो, त्यो भने के हो कहिले याद गर्नुहुन्छ? तिनीहरूमा किटाणु हुन्छ भनेर हो नि त, किटाणुको खाना है। अब रिलेट गर्दै जाऊँ ल, दही खाना राम्रो हुन्छ अरे पेटलाई भनेर कहिले बुझ्नु भएको छ? दही किन भन्नुहोस् त ल? किटाणु ब्याक्टेरिया हो, त्यसमा कल्चर्स हुन्छ नि त, कल्चर गरेको ब्याक्टेरियाहरू हुन्छ, त्यसले हाम्रो पेटमा गाह्रो भएर चाहिँ हाल अझै ल ब्याक्टेरिया हाल्नु राम्रो हुन्छ भन्ने हिसाबले हो। भनेपछि त्यो ब्याक्टेरिया हामीलाई कति इम्पोर्टेन्ट रहेछ हेर्नु त, खरबौँ सङ्ख्याबाट हामीले घट्नातिर नहुने रहेछ हो। अनि यिनीहरूले के गर्छ भन्दाखेरि हामीले खानेकुराहरू पचाएर त्यहाँबाट कति तत्त्वहरू पनि निकाल्छ। हजुरहरूले कफी सुन्नु भएको छ? केले खाएर आची गरेको कफीले एकदम महँगो हुन्छ अरे भनेर सुन्नु भएको छ? थ्याङ्क यू। त्यो कफी जस्तै यो ब्याक्टेरियाले पनि खानेकुरा खाएर पचाएर कति तत्त्वहरू निकाल्छ। सर्ट चेन फ्याटी एसिडहरू भनेर सुन्नु भएको छ? हाम्रो जिउलाई कति चाहिने तत्त्वहरू हो, त्यो तत्त्वहरू यिनीहरूले निकाल्छ कि। भनेपछि हामीलाई कति चाहिने रहेछ त्यो किटाणुहरू। यिनीहरू चाहिँ गुड गट ब्याक्टेरिया भन्छ कि, गुड ब्याक्टेरिया हाम्रो पेटलाई चाहिने राम्रो ब्याक्टेरियाहरू। अनि यिनीहरूले चाहिँ इम्युनिटी, हाम्रो जिउमा हुने इम्युनिटी हुन्छ नि, त्यो यिनीहरूले रेगुलेट गरिदिन्छ। किनभने अघि हामीले कुरा गऱ्यौँ 70% हाम्रो जिउको इम्युन सेल्सहरू जुन बाहिरबाट आएको किटाणुसँग फाइट गर्ने सेल्सहरू हुन्छ नि, हामीलाई इम्युनिटी दिने कुराहरू हुन्छ नि, त्यस्तो सेल्सहरू, तिनीहरूसँग चाहिँ यिनीहरू मिलेर बस्छ। अब इक्जाम्पल भन्छु है त, हामी खैरे कोही ट्रेकिङ आउनु भयो नेपालको पानी खानै खोज्नुहुन्न, किन भन्दा बिरामी हुन्छ। हामीलाई त केही पनि हुँदैन, किन भन्दा हामीले त त्योसँग इम्युनिटी बनाइसक्यो नि त, हाम्रो पेटको किटाणुहरू त उनीहरूसँग बानी परिसक्यो। खैरेको बानी परेको छ त छैन हो। इम्युनिटी यिनीहरूले यसरी बनाउँछ, किनभने बानी पर्दै जान्छ। मेरो घरमा कुकुर छ भने मैले एउटा साथी लिएर आयो भने त्यो साथीले आज भोग्छ, पर्सि भोग्छ, अनि त्यो भोग्नै छोड्छ। किन भन्दा इम्युनिटी बनिसक्यो क्या कुकुरको पनि, अब यो मान्छे नराम्रो होइन भनेर चिन्न थालिसक्यो। बुझ्नु भयो इक्जाम्पल? एउटा प्रश्न सोध्नु भयो, यो तपाईँले ट्रिलियन्स अफ माइक्रोबियल भन्नुभएको छ, वेटको हिसाबले मैले 1 देखि 1.5 किलोको हुन्छ, 1.5 किलोसम्म हुन्छ भनेर सुनेको छु, त्यो सही हो कि गलत हो? सर मैले वेटको हिसाबले चाहिँ अहिलेसम्म हेरेको छैन।
एक 1.5 किलो भने चाहिँ अलि अपत्यारो लाग्यो किटाणुमा चाहिँ मैले यो मेरो मिस्टेक मैले वेटको हिसाबले चाहिँ यो हेरेँ। त होइन होला पेटै यत्रो ठुलो चाहियो त मैले सुनेको हो त्यो पढेकै हो त्यो। मैले वेटको हिसाबले चाहिँ हेरेको छु तर सङ्ख्याको हिसाबले चाहिँ हेरेको छु। अनि खरबौँ सङ्ख्याको हिसाबमा पनि एकचोटिमा चाहिँ 150 देखि 300 काइन्डको हुन्छ अरे के। अब तिनीहरूलाई डिफ्रेन्ट भागमा विभाजन गर्दा नि कति डिफ्रेन्ट टाइपको हुन्छ नि 150 देखि 300 टाइपसम्मको चाहिँ एकचोटिमा हुन्छ अरे। अनि अर्को भनेको हामीले प्याथोजेनहरू बाहिरबाट आउने कीटाणुसँग जोगाउँछ भनेर यिनीहरूको सिस्टम जुन भित्रको सिस्टम हुन्छ नि उनीहरू कीटाणुहरू बसेको त्यो चाहिँ हाम्रो खानाले र हाम्रो इन्भाइरोमेन्टले असर गर्छ है त यसलाई चाहिँ। यहाँसम्म बुझ्नुभयो कन्ठै हुनुपर्छ भन्ने छैन। अब यो मलाई पनि नहेरेकोमा कन्ठ छैन तर कस्तो भने आइडिया लिँदै जाने क्या बिस्तारै ए कीटाणु हुने रहेछ हाम्रो खानाले असर गर्ने रहेछ कीटाणुले हामीलाई इम्युनिटीमा पनि हेल्प गर्ने रहेछ भनेर त्यति मात्रै बुझ्नु भएन नि। अब यो कीटाणुहरूले हाम्रो लागि के गर्छ त त्यति त बुझ्नु पऱ्यो। कीटाणु इम्पोर्टेन्ट छ भने तर कीटाणुले हाम्रो लागि के गर्छ भन्दाखेरि अघि भने जस्तो हामीले खाएको खानेकुराहरूलाई बचाउनलाई हेल्प गर्छ। अनि उता सर्ट चेन फ्याटी एसिडहरू भने जस्तो कुराहरू निकालिदिन्छ। इपिथेलियल सेलमा पनि मेन्टेन गर्छ भन्दा यिनीहरूले अघि त्यो म्युकसहरू निकाल्नको लागि हेल्प गर्छ पेटलाई त्यो पनि चाहिन्छ। अनि हजुरहरूलाई थाहा छ कि नै कुनै हाम्रो भिटामिन बी एकदम धेरैवटा हुन्छ नि याद छ भिटामिन B12 भन्छ भिटामिन 7 भन्छ कि त्यो कुनै कुनै भिटामिनहरूमा मैले कुनै भिटामिनहरूको भिटामिन बीको र भिटामिन केको पनि कुनै पोर्सनहरू चाहिँ यो कीटाणुहरूले सिन्थेसिस गर्नमा हेल्प गर्छ बन्नमा हेल्प गर्छ। अनि हजुरहरूले मलाई एउटा क्वेसनै सोध्नु भएन अघि खानेकुराहरू त हाम्रो सानो आन्द्रामा बन्छ सानो आन्द्रामा अलिअलि न्युट्रिसनहरू लिन्छ भनेको छौँ तर यो ठुलो आन्द्रामा हुन्छ अनि ठुलो आन्द्रामा गएर चाहिँ कसरी बल्ल यिनीहरूले पचाउनमा हेल्प गर्छ भने जस्तो भएन नि त। तर यो चाहिँ कस्तो भने बुझ्नुभयो मेरो क्वेसन। खानेकुराहरू हाम्रो सानो आन्द्रामा न्युट्रिसनहरू लिन्छ भने तर यिनीहरू चाहिँ ठुलो मात्रामा ठुलो आन्द्रामा हुन्छ। अनि ठुलो आन्द्रामा गएर कति खानेकुराहरू पचाउँछ है। अब अर्को क्वेसन सोध्छु हजुरहरूले कहिले दिशामा सागको पत्ता देख्नु भएको छ अनि मकैको दाना देख्नु भएको छ काँक्राको दाना देख्नु भएको छ कोही कोही बेला हामीले खाएको खानेकुराहरू जस्ताको त्यस्तै आउँछ नि गोलबेडाको यस्तो समस्याहरू यो चाहिँ किन हुन्छ भन्दा कति फाइबरहरू हुन्छ नि फाइबरहरू चाहिँ हाम्रो जिउले पचाउन सक्दैन कि हाम्रो जुन सानो आन्द्रामा पेटको केमिकलले अघि भनेको हाइड्रोक्लोरिक एसिड तिनीहरूले चाहिँ यिनीहरूलाई हाम्रो फाइबर अब अहिले फाइबरको हामी टाइप पनि कुरा गर्छौँ कस्तो हुन्छ हामीलाई है। फाइबरहरू हाम्रो पेटले पचाउँदैन सानो आन्द्राले जुन पचाउनु पर्ने थियो त्यो पचाउँदैन र त्यो चाहिँ ठुलो आन्द्रामा जान्छ। अघिको पिक्चरमा त्यो खानेकुरा यस्तो यस्तो पास गरेर ठुलो आन्द्रापट्टि गएको थियो नि त्यो जब ठुलो आन्द्रामा जान्छ अनि यो कीटाणुहरूको काम चाहिँ त्यो खानेकुराहरूलाई उनीहरूले कुहियाइदिन्छ कि गलाइदिन्छ फर्मेन्टेसन गराइदिन्छ त्यो प्रोसेसमा चाहिँ अनि बल्ल खानेकुराहरू पच्छ कि कति। यो त मेरो सानो क्वेसन है हाम्रो हामीले लिएको खानेकुराहरू 2 देखि 4 घन्टाभित्रमा हाम्रो पेटबाट हाम्रो चाहिँ इन्टेस्टाइनमा जान्छ भने कति घन्टामा त्यो सबै हाम्रो पेट कति घन्टामा खाली हुन्छ होइन। अर्को कुरा अब 2-4 घन्टा पुरा त्यो इन्टेस्टाइनमा जान्छ भने तर कहिलेकाहीँ के हुन्छ भने त अब अघिल्लो दिन खाएको पनि उल्टी हुँदाखेरि त्यो निस्किन्छ होइन। त्यो खास त्यसको बारेमा चाहिँ टोटल चाहिँ 12 घन्टादेखि 48 घन्टामा निक्लिनु नर्मल हो है। पेटमा एब्डोमेनमा रहनु भने टोटली अघि त मैले भाग गरेर भने नि त तर नर्मली 12 देखि 48 घन्टामा निस्किनु भनेको ठिकै हो। तर हजुरलाई अब हामीले अब खाली पेट भने के हो भन्दा चाहिँ खाएको 2 घन्टा कसैलाई खाली पेट भनिन्छ भनिन्छ होइन। खानुभन्दा 1 घन्टा अगाडि समय पनि खाली पेट भनिन्छ भनिन्छ होइन नि किनभने सिटीहरू गर्न अगाडि इन्डोस्कोपी गर्न अगाडि खाली पेट भनेको कम्तीमा 6 घन्टा खाने 4 देखि 6 घन्टा लिएर आउनु भन्नुहुन्छ। अनि सरले हजुरले हिजो खाएको पनि आज निस्किन्छ भन्नुभयो नि त्यो चाहिँ समस्या हो क्या किनभने बान्ता भइरहेछ हजुरको तल पास भएर छैन भनेपछि हजुरलाई पेटदेखि उता जानलाई खानलाई गाह्रो भइरहेछ त्यो समस्याहरू हुन्छ। अहिले हामी यो पछि मैले नर्मल डिसअर्डरहरू हाम्रो यो यतिमा हामीलाई के हुनसक्छ भने त्यही भएर अलिक टाइम याद गर्नुहोस् है भनेको सरले टाइम याद गर्नुभएको रहेछ खुसी लाग्यो सर। जुन टाइममा हुनुपर्ने त्यो ढिला भयो भने पनि प्रब्लम हो
बारेमा त मैले यहाँ अब नेक्स्ट स्लाइडमा हजुरहरूलाई खानाकै लिएर आएको छु कि भन्नु मतलब खाना कस्तो खानाले चाहिँ यहाँ मात्रै कतिजनाले हात उठाउनु भएको छ नि त हामीलाई हुनुपर्ने भन्दा धेरै पाजल छ पेट फुला जस्तो हुन्छ भनेर होइन त्यो कुराहरू कसरी हुन्छ भन्ने कुराहरू चाहिँ सरको आन्सर मैले गर्न सकेँ सर ढिलो भयो भने त्यहाँ समस्या छ समस्या अहिले हामी पछि लिएर आएको छु समस्याको बारेमा पनि थ्याङ्क यू जुन फाइबर हाम्रो पेटले पच्दैन भन्यो नि त्यो फाइबरहरूलाई अब यहाँ अर्को एउटा छ फर्डम्याप भनेर कसैले सुन्नु भएको छ फर्डम्याप भनेर छ यो चाहिँ मलाई प्लिज सबैजनालाई बुझाउन मन छ है किनभने यो एकदम जरुरी कुरा हो अब एकदम साइन्टिफिक सुनिन्छ साइन्टिफिक रूपमा नलिनु मैले अब देखाउनु त पऱ्यो नि त के छ भनेर त्यही भएर अब यसको नाम चाहिँ फर्मेन्टेबल ओलिगोस्याकेराइड डायस्याकेराइड मोनोस्याकेराइड र पोलियोल्स यिनीहरू भनेको चाहिँ फर्मेन्टेबललाई छोडिदिनु फर्मेन्टेबल भनेको चाहिँ फर्मेन्ट हुने खालको तल भएको सबै कार्बोहाइड्रेट भनेको चाहिँ फर्मेन्टेसन हुने खालको कार्बोहाइड्रेट्स सब यसलाई चाहिँ पच्नलाई कुहिनुपर्छ र कुहिने खालको गलिने खालको भनेको अब यो कस्तो हुन्छ भन्दाखेरि फर्मेन्ट सबै भात त पच्छ नि त सादा हुन्छ पच्छ यसलाई फर्मेन्टेसन हुनु पर्दैन यो हामीले सानामै पच्छ भनेपछि त्यसमा फर्मेन्टेसन हुनु पर्दैन कुनै कुनै दालहरूलाई पर्छ बनानाहरूलाई खासै पर्दैन रहेछ भनेपछि कुनै कुनै खाना आलुलाई पर्दैन तर आलुको बोक्रालाई पर्छ किनभने तिनीहरू चाहिँ अलिक हाई फाइबर हुन्छ होइन त्यही भएर गल्नुपर्ने पच्नमा गल्नुपर्ने खालको खानेकुराहरू तिनीहरू चाहिँ फर्मेन्टेसन हुन्छ त्यसको भनेर यो अलिकति गाह्रो छ हजुरहरूले एक्जाम्पल भन्छु न एक्जाम्पल भनेपछि रिलेट गर्नु ल यिनीहरू चाहिँ कस्तो ग्रुप अफ कार्बोहाइड्रेट हो भन्दाखेरि सबैजना कस्तो साइन्टिफिक कुरा भनेर चुपचाप बस्नु भएको छ यो चाहिँ हामीलाई यति चाहिने कुरा हो कि म नर्सिङ स्कुलमा मेरो कलेजमा पनि पढाइएन कि यो कुरा जब म बिरामी भएँ अनि जब रिसर्च गर्नु गएँ हजुरले बताउनु चाहिँ म 3 जना पेटको डक्टरकोमा गएँ मेरो इन्डोस्कोपी एकजनाले कोलोस्कोपी एकजनाले अर्कोजनाले गरिदिनु भएको तर मलाई 3 जना डक्टरले यो कुरा हुन्छ हेर पढ भन्नु भएन त्यही भएर मलाई यो चाहिँ यति इम्पोर्टेन्ट कुरा हो रोगी भइराख्नु पर्दैन क्या थाहा चाहिँ हुनुपर्छ यो भनेको कुहिनुपर्ने गल्नुपर्ने खानेकुराहरू है त सबैको पेटमा अब यो चाहिँ हाम्रो सानो आन्द्रामा अघि मैले भन्छ कि सानो आन्द्रामा राम्रोसँग पच्दैन सानो आन्द्रामा नपचेर जब ठुलो आन्द्रामा जान्छ त्यहाँको किटाणुहरूले यसलाई गलाउनुपर्छ फर्मेन्टेसन गराउनुपर्छ र त्यो फर्मेन्टेसनको टाइममा गल्ने कुहिने टाइममा चाहिँ ग्यास गर्छ अनि ग्यासले चाहिँ हामीलाई पेटमा भित्रै ग्यास बन्छ हामीले भन्छ नि ग्यास बन्छ अरे पेटमा कसरी बन्छ भन्दा किटाणुले बनाउँछ क्या किटाणुले हामीले खाना खाएपछि बन्छ अनि त्यसले गर्दा ग्यास भएपछि हाम्रो पेट फुल्ने यत्रो हुन्छ क्या पेट मेरो बिहान पेट सानो हुन्छ बेलुका यत्रो हुन्छ फोटो खिच्न लाज लाग्छ तर मलाई लाज नलाग्यो भने म देखाउँछु कि कत्रो हुन्थ्यो मेरो रुममेट दिदी जहिले तर्सिनु हुन्छ यत्रो भेट्दैन हुन्छ भनेर त्यो किन हुन्छ मैले भन्छ अनि थोरै अमाउन्टको ग्यास र ब्लोटिङले पनि हामीलाई समस्या गर्छ हजुरहरूलाई अघि भने नि हुनुपर्ने भन्दा बेसी नै ग्यासी भयो जस्तो फिल हुन्छ त्यो चाहिँ यो खानेकुराहरू हुन्छ अब यो खानेकुराहरू के हो त भन्दाखेरि काउली खाएर कसैलाई ब्लोटिङ भएको छ काउली खाएर धेरै पातलले याद गर्नु भएको छ चना खाएर पातल मास यो हजुर बकुल्ला त मैले नै खाएको छैन सर तर कस्तो भने ग्रिन पिस चाहिँ मटर हरियो मटर कोसा मटर याद गर्नु भएको छ भटी मासमा हुन्छ अनि मसरुम अनि दुध खिर खाएर एकदम धेरै पातल हुन्छ नि पेट फुल्छ याद गर्नु भएको छ अनि प्याजले नै हुन्छ प्याज खाएर पेट फुल्छ स्याउ खाएर पेट फुल्छ याद गर्नु भएको छ स्याउ हामी राम्रो भन्छौँ तर स्याउ खाएर पेट फुल्छ मकैहरू स्विट कर्न भन्छ नि जुन हजुर त्यो त म लाइभ पनि बस्छु कि अझै टिकटकमा एकचोटिमा थोरै हुनु भने उहाँहरू आउँछु बोल्छु भन्नु नि एकचोटि हाम्रो कुरा भयो मकैको घोकै त्यो दाना निस्किन्छ भनेर
यो चाहिँ पच्दैन कि जिउलाई भनेपछि उहाँहरूको जुन किटाणुले पचाउनु पर्ने थियो त्यो किटाणुले नै आफ्नो काम गर्न सकिरहेको छैन भनेपछि के रहेछ त कमजोर रहेछ। त्यही भएर हजुरहरूलाई बिरामी हुनुभयो डाइरिया भनेर डक्टरले दिनुहुन्छ नि क्याप्सुल खानु भनेर, हो त्यो चाहिँ किटाणुले राम्रोसँग काम गरिरहेको छैन है, पचाउन सकिरहेको छैन भनेर दिनुभएको हो कि। भनेपछि अहिलेको किटाणुको रोल कस्तो थियो र हामीले के खाइरहेको छौँ भने बिरामी भयो भने हामीले किन चाउला खान्छौँ त नि, पेटलाई पचाउनलाई सजिलो हुन्छ, त्यसलाई फर्मेन्टेसन गर्नु पर्दैन, पेटलाई शान्त राख्नुको लागि हो होइन। अनि हामीलाई दही र भात खानुले डाइरिया भइरहेछ भने भन्नुहुन्छ, त्यो दहीको रोल पनि त रहेछ। भात पचाउन सजिलो, दही पचाउन, दही चाहिँ लाइभ कल्चर नै हुन्छ, त्यसमा ब्याक्टेरिया हुन्छ, त्यही भएर भनेर रहेछ। भनेपछि यो फर्डम्याप भनेको चाहिँ हजुरहरूले प्लिज कतै फोनमा भए पनि नोट्समा केहीमा छ भने टिपेर जानुहोस् है। फर्डम्याप भनेर यो फर्मेन्टेसन नहुने खालको खाना, एकदम ग्यासी कोही हुनुहुन्छ भने हजुरहरूले डायटबाट त्यो ग्यास गराउने कुराहरू 1 हप्ता मात्रै नराखेको हुन्छ, पेट कस्तो हल्का हुन्छ। अनि बिहान म उठ्दाखेरि एकचोटि बाथरुम गराउँछु, मेरो पेट सर्लक्कै हल्का हुन्छ होइन। तर दिनमा बढ्दै जान्छ। किन भन्दाखेरि मैले टिफिन त राम्रै बनाएर लान्छु, साथीकोबाट 1 चम्मच, अर्कोबाट 1 चम्मच, त्यसो गर्दा गर्दै परिहाल्छ। त्यही भएर चाहिँ बिस्तारै यो दिनभरिमा ग्यास बन्ने, पेट फुल्ने, चर्किने गरी नै हुन्छ, कहिले कहिले डाइरिया हुन्छ। किन भन्दा कति खाना जाउँ न त भन्यो, खाइदियो दुध कफी, अब बर्बाद। यो चाहिँ त्यो भएर हुने हो। अलिकति बुझ्नुभयो? फर्डम्याप वर्ड बुझ्न गाह्रो छ, तर यो चाहिँ हामीलाई ग्यास गराउने कुराहरू रहेछ। दही त खाने हो तर बेलुका चाहिँ दही खानु हुन्छ के छ त्यो चाहिँ थाहा भएन सर, तर मैले पनि यति चाहिँ बुझाएको छु, दही चाहिँ बिहान ब्रेकफास्टमा खाँदा राम्रो हुन्छ भनेर भनिदिएको छु। अहिलेसम्म हामीले नर्मल हुँदाखेरि कस्तो हुन्छ भनेर कुरा गऱ्यौँ है। अब यो अलिकति मैले बुझाउन सक्छु कि सक्दिनँ। जब एबनर्मल हुन्छ पेट, अनि के हुन्छ त भन्दाखेरि एबनर्मल अवस्था कस्तो हुन्छ भन्दा हामीले अघि भन्यौँ माइक्रो अर्गानिजम हुन्छ, ब्याक्टेरियाहरू हुन्छ, किटाणु हुन्छ भनेर। त्यो किटाणुहरू एबनर्मल हुनु भनेको किटाणुको नम्बर घट्नु पनि त हो त, खरबौँ सङ्ख्याबाट बिस्तारै घट्दै जानु हो। अनि त्यो किटाणुहरू घटेपछि हामी यो कोठाबाट आधी मान्छे उठेर गयौँ भने के हुन्छ, बाहिरको मान्छेहरू बस्ने ठाउँ पाउँछ नि त। अघि त ठाउँै थिएन, बसेन, अब आएर बाहिरको किटाणुहरू आएर बस्ने ठाउँ पाउँछ। अनि हाम्रो यहाँ पानी खानेकुरा केही थियो भने त त्यो पनि खान थाल्छ। भनेपछि ऊको दह्रो हुने भयो कि हामीभन्दा। भनेपछि हाम्रो पेटमा हुनुपर्ने राम्रो किटाणुभन्दा नराम्रो किटाणुको झन् दह्रो भएर बस्ने भयो क्या, त्यो भन्नु खोजेको। अर्को भनेको अघि चिया छान्दाखेरि चिया मात्रै झरेको थियो, अब चियापत्ती पनि झर्न थाल्छ बिस्तारै, इम्ब्यालेन्स भएपछि। त्यसलाई चाहिँ फर्मेन्टेसन छान्ने शक्ति जुन थियो त्यसलाई अलिक ठुलो भयो, लुज भयो भन्नुपर्छ। अब यो बिस्तारै गएपछि के हुन्छ भन्दा हाम्रो इम्युनिटीमा पनि फरक पर्ने भयो, झन् बिरामी हुने भयो होइन। अनि त्यो छानिएको कुरा थियो जुन चियापत्तीहरू थियो तिनीहरू हाम्रो रगतसम्म नै पुग्छ। त्यसले गर्दा के हुन्छ भन्दाखेरि जिउभरि अरू इन्फेक्सनहरू देखिन थाल्छ, हाम्रो रगतमै किटाणुहरू पुग्छ पेटबाट। त्यही भएर सबै कुरा मेन्टेन गर्न खानुपर्छ, एक्सर्साइज गर्नुपर्छ भन्ने कुराहरू चाहिँ यसमा आउँछ। यो पिक्चर किन देखाउन खोजेको भने यो सबैलाई चाहिने कुरा हो है। मेडिकल टर्म भनेर मेडिकल मान्छेलाई मात्रै चाहिने होइन, हामी सबैले कन्ठ नभए पनि बुझ्नु चाहिँ पर्छ। म्युकस लेयर भनेको अघि यो ऱ्याल जस्तो कुराहरू हुन्छ भने नि, पानी खाने हाइड्रेसनको कुरा गऱ्यौँ, तिनीहरूले चाहिँ यो बन्नलाई गर्ने हो। यिनीहरूले चाहिँ बाहिरबाट आउने किटाणुहरूलाई रोकिरहेको हुन्थ्यो भने अब यिनीहरू बिस्तारै जान्छ। किटाणुहरू के हुन्छ, यहाँभन्दा यहाँ टाइट थियो भने अब लुज भएर सबै सिधै जान पाउँछ। चिया छानेको जस्तो छ कि ठ्याक्कै, अघिसम्म रोकिरहेको थियो अब जान्छ। अनि बिस्तारै एपिथेलियल सेल्स भने यहाँभन्दा तल सोसिँदै गएर त हाम्रो ब्लडमा पुग्छ, अनि सिस्टेमिक रोगहरू लाग्ने भन्छ नि, अनि बिस्तारै लाग्छ। यो भनेको एकदमै इम्पोर्टेन्ट कुरा। अर्को अब यहाँसम्मको हजुरहरूले कति बुझ्नुभयो, एउटा कुरा मात्रै याद गर्नु भने काम लाग्छ, हामीलाई सबै चाहिने कुरा छ। यो चाहिँ अब के बुझाउन खोजेको भने हाम्रो पेट र हाम्रो दिमाग कसरी कनेक्टेड छ, कसरी जोडिएको छ भनेर बुझाउन खोजेको। यो मैले स्लाइडमा चाहिँ अलिकति मेडिकल टर्म्स राखेको छु, म भन्छु है।
1800 सम्बत हुन्छ नि 1800तिर चाहिँ साइन्टिस्टहरूले के भन्नुहुन्थ्यो अरे भने ओहो नर्भस हुँदाखेरि त मलाई कस्तो पेट गुडगुड गर्छ अनि मेरो दिमागले पेटलाई के भन्छ कि क्या हो यिनीहरू कुरा गर्छ कि क्या हो भन्नुहुन्थ्यो अरे कि किनभने प्रेजेन्टेसन दिन जाने बेलामा अनि डर लागेको बेलामा एक्जाम दिन जाने बेला त ढाकिला जस्तो हुन्छ नि यिनीहरू त साँच्चै कनेक्टेड छ कि क्या हो जस्तो हुन्थ्यो अरे तर आज यो समयमा जब म तपाईँहरूको अगाडि छु यो यति बेला साइन्टिस्टहरूले के थाहा पाउनु भएको छ भने होइन दिमागले पेटलाई मात्रै भन्ने होइन कि पेटले पनि दिमागलाई भन्छ दुइटैसँग कुरा गर्ने रहेछ हाम्रो रिसर्च त्यहाँसम्म पुगिसकेको छ कि अहिले भनेको बुझ्नुभयो दिमागले पेटलाई पनि भन्छ पेटले दिमागलाई पनि भन्छ अब यो कसरी छ भनेर बुझौँ है त अनि यो कुरा गर्ने चाहिँ मेनली 3टा छ तर म 4वटा बनाएको छु अहिले यसमा 4वटा तरिकाले कुरा गर्छु पेटले दिमागसँग हामीलाई थाहा लाग्दैन नि त यस्तो पनि हुन्छ भनेर एउटा भनेको न्युरोन्सहरू भित्राउने नर्भहरूले जस्तो कुरा काम गर्ने भयो एउटा भनेको हर्मोन्स नै भन्छ अर्को भनेको चाहिँ इम्युनिटी अघि हामीले इम्युनिटीको कुरा गऱ्यौँ त्यसले त होल सिस्टमलाई नै असर गर्ने भयो अर्को भनेको चाहिँ कीटाणुहरूले पनि कुरा गर्छ कीटाणु र तिनीहरूले बनाएको अघि जुन सर्ट चेन फ्याटी एसिडहरू जस्तो कुराहरू नि हामीले तत्त्व निकाल्छ जुन तत्त्वले काम गर्छ हाम्रो जिउमा तिनीहरूले यो नपढ्नु ल पढ्नु भयो भने बुझिँदैन अलिक गाह्रो लाग्छ म भन्छु हाम्रो पेटमा 100 मिलियन to 500 मिलियन न्युरोन्स हुन्छ नि क्या सानो सानो दिमागमा जस्तै स्पाइनल कर्डमा जस्तै पेटमा पनि त्यति नै न्युरोन्स हुन्छ नि मिलियन्समा त्यही भएर हाम्रो पेटलाई हाम्रो बडीको सेकेन्ड ब्रेन पनि भनिन्छ उसमा आफ्नै सोच्ने शक्ति आफ्नै काम गर्ने शक्ति सबै आफ्नै छ यसलाई चाहिँ इन्टेरियर नर्भस सिस्टम पनि भनिन्छ अनि यसले चाहिँ मेन भनेको यो एउटा पाइप जस्तो छ यो रातो चाहिँ अघि हामीले खाना खाएपछि आउने पाइप हो एउटा भनेको थियौँ नि मुखदेखि पेटसम्म हाल्ने त्यो हो हरियो पाइप छ नि जुन यो हरियो पाइप जस्तो चाहिँ नर्भ हो भेगस नर्भ भनेर त्यो चाहिँ डाइरेक्टली आन्द्रा र हाम्रो सानो आन्द्रामा अलिअलि ठुलो आन्द्रामा अलिक बेसी डाइरेक्ट कनेक्सन हुन्छ भेगस नर्भको थ्रु चाहिँ दिमागले पेटसँग नै कुरा गर्ने भयो यसमा के हुन्छ भन्दाखेरि हाम्रो दिमागलाई जब स्ट्रेस भयो जस्तो हुन्छ उसले चाहिँ भेगस नर्भको थ्रु सिग्नल पठाइदिन्छ अनि त्यसले गर्दाखेरि अब भित्रभित्र काम गर्दै जान्छ अनि हामीलाई कन्स्टिपेसन हुने क्राम्प्सहरू हुने यो हजुरहरूलाई अहिले यहाँनिर बाघ आयो भने हामी के गर्छौँ भाग्न खोज्छौँ नि होइन त्यस्तै खालको सिस्टम हो कि यो चाहिँ अनि उसले स्ट्रेस भयो भने त्यो हामीलाई अब डरलाई सुसु नै आउला जस्तो हुन्छ नि त बाघ आयो त होला नि त होइन हो त्यस्तो डाइरेक्ट आउला जस्तो हुने डर लाग्यो भने अघि भन्ने कुरा अरे बटरफ्लाई इन यर स्टमक भनेर चाहिँ योसँग रिलेटेड कुरा हो क्या अनि अर्को भनेको चाहिँ जब पेटमा इरिटेसन हुन्छ पेट फुल्या जस्तो हुन्छ पेटलाई नै गाह्रो भएको अवस्था हुन्छ भने त्यसले पनि दिमागलाई पठाउँछ अरे सिग्नल ओ मलाई पनि गाह्रो भयो भनेर अनि उसले चाहिँ ऊ पेटलाई गाह्रो भयो भनेर अब ऊ स्याड हुन्छ कि उसको मुड बिग्रिन्छ उसले सोच्न सक्ने अलिकति यताउता हुन्छ याद गर्नु भएको छ हाम्रो डाइरियाहरू भइरहेको अलिक गाह्रो भइरहेको मान्छे ल्यास्स पढ्दिन्छ त्यो एनर्जीहरू अरूको कुरा त छँदैछ मुडहरूमा पनि फरक पर्छ कि यो कुराले अर्को छ हर्मोनल इन्डोक्राइन पाथवे भनेर यो डेप्थमा हजुरहरूले गर्नु पर्दैन जस दिमाग र पेट कुरा गर्ने रहेछ एउटा भनेको भेगस नर्भले हामीले डर लाग्यो भने पेटमा आउने त्यही साइन्सले नै भनेको कुरा रहेछ भनेर बुझ्नुभएको छ अर्को भनेको चाहिँ हर्मोन्सहरू हाम्रो दिमागले कति हर्मोनहरू जुन बडी अर्ग्यानलाई पठाऊ भन्छ हाइपोथालामस पिट्युटरी र अनि अझ लोकली बन्ने हर्मोनहरू छ त्यस्तोहरूबाट चाहिँ यो सबै भित्रभित्रको च्यानलहरू यसमा एउटा मेन कुरा के भन्न चाहन्छु भने हजुरहरूलाई ह्याप्पी हर्मोन भनेर थाहा छ सुनिन्छ है सेरोटोनिन ह्याप्पी हर्मोन अनि डोपामिन भनेको चाहिँ एक्सर्साइजहरू गऱ्यो भने हामीलाई सेटिस्फ्याक्सन दिने रिवार्ड दिने हर्मोन भन्छ नि हाम्रो ह्याप्पी हर्मोन सेरोटोनिनको 90% हाम्रो पेटमा हुन्छ र डोपामिन हामीलाई जुन रिवार्ड दिने हर्मोन हुन्छ त्यसको 50% हाम्रो पेटमा हुन्छ भन्छ पेटमै केही गरे गडबड भयो त हाम्रो त हर्मोनै नबन्ने रहेछ नि हामी कसरी खुसी हुन्छ नि त नि होइन भन्नु त
भने चाहिँ हाम्रो पेट र ब्रेनको कस्तो सम्बन्ध रहेछ त। अनि जब ब्रेनमा स्ट्रेस भयो जस्तो हुन्छ उसले के गर्छ थाहा छ? स्ट्रेस भएर झन् स्ट्रेस हर्मोन रिलिज गरिदिन्छ। कर्टिजोल कसैले सुन्नुभएको छ? बिहान 8 बजे चेक गर्ने चान्स, त्यो चाहिँ हाम्रो जिउमा हर्मोन स्ट्रेस खाइरहेको बेलामा कर्टिजोल खाइदिन्छ कि। भनेपछि त कस्तो रिलेसन रहेछ यो। ब्रेनले झन् कर्टिजोल दिन्छ अनि झन् गाह्रो हुन्छ, अनि ह्याप्पी हर्मोन चाहिँ फेरि पेटले नबनाइदिने रहेछ। यता स्ट्रेस भएर हाई छ, यता पेटले गर्दा ह्याप्पी हर्मोन ल्याएको छैन। यो इन्डोर्फिन र ओक्सिटोसिन बन्छ कि बन्दैन? तिनीहरू चाहिँ पेटमा सम अमाउन्ट भनेको छ, तर त्यस्तो सिग्निफिकेन्ट भनेको छैन सर। यो दुइटा चाहिँ सिग्निफिकेन्ट 90% र 50% नै भनिरहेको छ। भनेपछि हाम्रै स्ट्रेस भयो भने गटमा सिम्टम्स आउने रहेछ। अनि गट फङ्सन इम्ब्यालेन्स भयो भने एपेटाइट, मुड रेगुलेसनहरूमा पनि खानै मन नलाग्ने, अब स्ट्रेसले गर्दा वाकवाकी नै लागे जस्तो हुने हामीले भोगेका छौँ नि त होइन। यो कुराहरू हुँदै जाने रहेछ। एउटा हाम्रो त अब चलन व्रत बस्ने छ होइन, फास्टिङ गर्नु। फास्टिङले चाहिँ गटहरूलाई चाहिँ नि राम्रो गर्छ, स्ट्रङ बनाउँछ भनेर भन्छ। फास्टिङ पनि बसिरहेको हुन्छ, व्रत पनि बसिरहेका हुन्छन्। त्यसको बारेमा भन्ने त्यसले कस्तो इफेक्ट गर्छ होइन, फास्टिङ कसरी गर्नुपर्छ त्यो पनि। त्यसपछि इन्टरमिडिएट फास्टिङ। टिप्छु ल सर, अहिले लास्टमा हजुरहरूको यो क्वेसनहरू चाहिँ सिकाउनु पर्ला कि? अब सर हुन्छ सर। फास्टिङ, इन्टरमिडिएट फास्टिङ, अघि सरले ग्यास्ट्रिक्स पनि सोध्नुभएको थियो है। क्वेसन आन्सरलाई टाइम दिन्छ। हुन्छ, म सरसरै बढ्छु है त सर। त्यसरी यो एन्सरहरूले गर्छन् भने अर्को भनेको फिजिकल पाथवे। यो चाहिँ कस्तो छ भने हामीले खाएको खानेकुराहरूबाट अघि बाई प्रडक्ट निस्किन्छ, त्यो सर्ट चेन फ्याटी एसिड हाम्रो दिमागसम्म पुग्छ, काम गर्छ। एउटा इक्जाम्पल दिन्छु, यो भने कसरी कनेक्सन छ भनेर बुझाउनको लागि। ओमेगा 3 सुन्नु भएको छ? केमा पाइन्छ? फिस ओइलमा, फिस एभोकाडो होला। फिसमा पनि फेरि फ्याटी फिसमा मात्रै पाइने रहेछ। त्यो भने चाहिँ म्याकरल, सार्डिन्स र स्यामन, यो तिनवटामा। अनि फ्ल्याक्स ओइलमा, अब यो कुराहरू ओखरमा होइन हामीलाई थाहा छ यति। तर हामीले खाएको सिधै माछा त दिमागमा पुग्ने होइन, ओखरहरू त दिमागमा पुग्ने होइन। भने चाहिँ कस्तो रहेछ भने त्यो गएर पेटमा पच्छ, पचेपछि किटाणुहरूले त्यो जुन बाई प्रडक्ट निकाल्छ पचाएर, त्यो तत्त्वहरू चाहिँ ब्लडमा गएर दिमागमा पुग्छ। भने चाहिँ फिजिकल पाथवे यसरी रहेछ, सिम्पल बुझाउन खोज्दाखेरि। अर्को भनेको चाहिँ इम्युन सिस्टम भनेको नि इम्युनिटीमा तलमाथि भन्दा हाम्रो होल सिस्टम नै राम्रो गयो होइन। अर्को भनेको यो कुराहरू चाहिँ कसरी असर गर्छ भन्दा एउटा अघि हामीले भन्यो चिया छान्ने कुरा, जब लुज हुन थाल्यो अनि यो त राम्रो कुराको गयो त नि, ओमेगा 3 को गयो त नि, कहिले त किटाणु पनि जान सक्ने भयो। भनेपछि यसरी चाहिँ डाइरेक्ट च्यानल हुन्छ। यो चाहिँ त्यही तिनवटा अहिलेको कुराहरूको स्लाइडको समरी मात्रै हो। अब यहाँनिर चाहिँ अलिक रमाइलो कुरा छ, साइन्स सकियो लगभग। अब हजुरहरूलाई इन्ट्रेस्ट लाग्छ। यहाँनिर के छ भन्दा हामीले हाम्रो गट हेल्थ बिग्रिरहेछ कि नयाँ हामीले मोडर्न लाइफस्टाइलले गट हेल्थ बिग्रिरहेछ। किन भन्दा यो बिगार्ने कुराहरू के छ त भन्दाखेरि एउटा भनेको अल्ट्रा प्रोसेस्ड डायट, जङ्क फुडहरू नखाऊ भन्छ होइन। किन भन्छ थाहा छ? किन भन्छ भने तिनीहरूले खानेकुरा त हो नि, सबै खानु मिल्ने कुराहरू राखेको छ। एउटा इक्जाम्पल दिन्छु, गोलभेडा। मेरो रुममा मैले गोलभेडा किनेर ल्याएँ भने 2 दिन 3 दिनमा कुहिन्छ कि। हजुरहरूमा नि सायद कुहिन्छै होला होइन। तर क्यान्ड गोलभेडा अरू कुनै फुड मिक्स गरेर राखेको छ भने त्यो 2 वर्ष 3 वर्ष नकुहिने गरी बनाएको हुन्छ नि त, त्यो कुहिँदैन। किन थाहा छ? प्रिजर्भेटिभ्स, एडिटिभ्स तिनीहरू एड गरेको छ। अनि तिनीहरूको काम के हो भने तिनीहरूले किटाणुलाई टाढा मेरो खानेकुरामा नआइज भनेर राखेको हुन्छ। तर त्यही राखेको किटाणु मार्ने औषधि, प्रिजर्भेटिभ्स, एडिटिभ्स तिनीहरूले हाम्रो गटमा हुने ब्याक्टेरियालाई के गरिरहेको छ त नि, त्यो त हामीलाई चाहिने रहेछ ब्याक्टेरिया होइन। कहिले जङ्क फुड ठिक छ, तर बाहिर जङ्क फुडै मात्रै खाएर बस्ने मान्छेहरूलाई त बर्बाद भएन। सोच्नु त, त्यो व्यक्ति एउटा म पनि हो। मैले फुल टाइम जब गर्दै साइडमा ब्याचलर नर्सिङ पढेको,
घरमा रुममा खाना बनाउन नभ्याउने जहिले क्यान्टिनको कुरा खान्छ, रामेन खान्छ, त्यो प्याक गरेर ल्याएको खानेकुराहरू खायो, अनि यो कहिलेदेखिको तेलमा फ्राई गरेर खानेकुराहरू खायो सबै। अनि त्यसले गर्दा के भइरहेको रहेछ त मेरो पेट भन्दा अनि मलाई 12चोटि डाइरिया नभएर खुलाइ हुन्छ त नि होइन। भनेपछि हामीले फुड एडिटिभ्स, प्रिजर्भेटिभ्स, फुड कलर्स यिनीहरू राखेको कुराहरू त खान भएन। यसले चाहिँ हाम्रो पेटलाई अहिलेको किटाणुसँग अहिले रिलेट गर्न सक्नुभयो, त्यो केमिकलले हाम्रो पेटको किटाणु मारिदिन्छ भनेर। कति त हाम्रो पेटबाट आन्द्रामा जाने बेलामा पेटमा भएको हाइड्रोक्लोरिक एसिडले नै पताइन्छ, मारिदिन्छ, तर सबैलाई चाहिँ मार्न सक्दैन। अनि अर्को भनेको हजुरहरूले इमल्सिफायर्स भनेर वर्ड सुन्नु भएको छ? इमल्सिफायर्स, हजुर। यो इमल्सिफायर भनेको चाहिँ फुडमा अलिकति बाक्लो जस्तो बनाउने, अलिकति त्यसलाई इन्हान्स गर्ने तत्त्वहरू हो नि त। यिनीहरूले के गर्ने रहेछ भन्दा गटको आन्द्राको त्यो लाइनिङमा चाहिँ गएर अफेक्ट गर्ने रहेछ र यो भित्तामा प्वाल पारिदिने रहेछ, भित्ता सुन्नाइदिने रहेछ अनि भित्ता प्वाल पारिदिने रहेछ। त्यो भएपछि के भयो, अघिको चिया छान्ने हामीले जुन इक्जाम्पल दिएको थियौँ त्यहाँबाट चियापत्ती पनि जान्छ बिस्तारै। एक त चिया छान्नेको त्यो नै सुन्यो, इन्फेक्सन भयो, बिस्तारै त्यहाँबाट गयो। इमल्सिफायर्स, त्यही भएर आफूले खानेकुराहरूमा अलिकति याद गरिदिनु। अर्को भनेको लो फाइबर डायट। अब लो फाइबर डायटले के गर्ने रहेछ भन्दा अघि हामी कुरा गऱ्यौँ, फाइबर भनेको त हाम्रो किटाणुहरूको लागि खाना रहेछ होइन त। उनीहरूले त खाँदो रहेछ, हाम्रो पेटलाई पच्दैन सानो आन्द्राबाट, जब ठुलो आन्द्रामा जान्छ अनि किटाणुले त्यसलाई खाएर पचाउँछ भन्ने हामीले उसले खानेकुरा रहेछ नि त त्यो त। उसलाई खानै नदिएपछि के हुँदो रहेछ त नि होइन, ऊ त भोकै बस्ने रहेछ। अनि जब त्यसो भने उसले हाम्रो छाला खाइदिन्छ अनि हामीलाई ब्रेन फग भयो, फटिग भयो भन्छ नि, त्यो अवस्थाहरू आउँछ। अब भने क्रोनिक स्ट्रेसले पनि हाम्रो गट हेल्थमा अफेक्ट गरेर आउँछ। किनभने यो दिमाग र पेटको सम्बन्ध त कति 3-4 तरिकाबाट रहेछ होइन। हजुरहरूलाई डिरेक्टली थाहा हुनु परेन, याद हुनु परेन कि कसरी हुँदो रहेछ, तर हुँदो रहेछ। स्ट्रेसले पनि गाह्रो हुँदो रहेछ भन्ने कुरा याद गर्नुभयो भने मलाई त्यति भनेको हुन्छ। अर्को सेडेन्टरी बिहेभियर। सेडेन्टरी बिहेभियरमा चाहिँ इक्जाम्पल दिन्छु, डेस्क जब, खाना खान्छौँ, बस्छौँ, बेलुका अब इक्जाम्पलमा त्यसमा नि मै भन्छु, मेरो त रुम छ, अब खाना खाने बस्ने टेबल कुर्सी पनि छैन, किचन र बेडमा आएर बसेर खानुपर्छ भनौँ न, त्यहीँदेखि सुरु भयो। अब खाना खाएर हिँड्ने बानी छैन, थाकेर हुन्छ कामबाट, खायो ढल्यो, फुर्सद भएपछि भोक लागिहाल्छ भनेपछि हामीले खाना खाएर बस्यौँ भने के हाम्रो आन्द्राले पनि हिँड्न पाएन कि, आन्द्रा नै एक्टिभ भएन। खाएको फुड अघि जुन टाइमको कुरा गरेको थियौँ नि हामीले, त्यो टाइमभन्दा धेरै समय बसिदियो कि एक ठाउँमा, त्यो भोलि बित्तिकै हामीलाई गाह्रो हुन सुरु भइसक्यो। अर्को भनेको मेडिकेसन ओभरयुज। हामीमध्ये कतिजनाले डाइरिया भयो भनेर मेट्रोन खान्छौँ, एउटा दुईवटा, डक्टरलाई नसोधिकन, डक्टरलाई नगइकन घरमै, अनि आज एक दिन 3चोटि खान्छौँ, भोलिदेखि डाइरियाले निको भएछ भने छोडिदिन्छौँ। गरेका छौँ मैले पनि। त्यसले के गर्दा रहेछ भन्दाखेरि हाम्रो किटाणुलाई पनि गाह्रो गर्दा रहेछ कि हामीले कति अहिले, हजुर अहिले यसो बुझ्दाखेरि त सबै कुरा त मलाई लागु नै हुन्छ, मलाई नै लागु हुन्छ जस्तो छ नि त होइन। भनेपछि हामीले मेडिकेसन पनि जहिले पाइयो सकेसम्म बच्चाहरूलाई एन्टिबायोटिक नचाहिने हो भने नदिनु भन्छ नि, यही भएर बच्चाको गटलाई कति गाह्रो गर्नेछ। अनि यसमा एउटा इक्जाम्पल सोधिहाल्छु। हामी मध्ये, मेरो त बच्चा छैन तर मैले देखाएको छु है, बच्चाहरूलाई खाना खुवाउने बेलामा टिभी लगाइदिने अनि खाना दिने गर्छौँ नि। यसमा चाहिँ मोडर्न लाइफस्टाइलमा पर्छ यो पनि। हामीले त्यो हाम्रो आँखाले खाना हेरेर दिमागले प्रोसेस गर्नुपर्छ अरे कि ओके खाना छ म खान्छु भनेर। त्यही भएर डाइजेस्टिभ इन्जाइम्सहरू प्रड्युस हुने आफ्नै सिस्टम छ नि त हाम्रो बडीको, त्यो कुराहरू चाहिँ सँगसँगै जानुपर्ने रहेछ। प्यारलली गयो भने बल्ल राम्रो हुन्छ। तर हामी के गर्छौँ, दिमागलाई टिभी देखाएको छ, मुखले खाइरहेछौँ। अनि मैले यस्तो 3चोटि चपाएर लिनु हुन्छ भने त्यो पनि राइट भएन। हतार छ नि त सबैजनाले, छिटो खानुपर्छ। अनि हामी बोल्दै खान्छौँ, बोल्दै खायौँ भने के हुन्छ, हावा सँगसँगै पसिना हुन्छ, हामीलाई थाहा हुँदैन तर हुँदो रहेछ। हजुरमा मुख बन्द गरेर खाने रहेछ, मुख बन्द गरेर तपाउने रहेछ, अनि सकेसम्म खाना खाँदा नबोल्नु रे भन्छ नि, सबै साइन्सवाला कुराहरू रहेछ कि हो। अनि कोका कोला, बियर, अनि अरू यो फिजी ड्रिङ्क्सहरू हुन्छ नि, यिनीहरूमा चाहिँ अलरेडी एयर नै त्यहाँभित्र हाले हुन्छ नि त। हावा जति फिज आएर हुन्छ त्यो सबै एयर हो
भनेपछि के हुँदो रहेछ भन्दा त्यो खाएरै ग्रोथ हुने रहेछ कि हामीलाई हाम्रो पेटमा त हामीले एयरै हालिरहेको रहेछौँ अनि त्यो माथि तिनीहरू सुगरी ड्रिङ्क्स होइन हामीलाई त सबै कुराले असर गरिरहेको रहेछ ल यो रिलेट गर्नुभयो भने अब हेरौँ है कमन गट डिसअर्डर्स हामीलाई युजली भइरहेको कुराहरू यसलाई फङ्सनल र अर्ग्यानिक भनेर किन राखेको भने फङ्सनल भनेको चाहिँ समस्या छ तर रिपोर्टहरू नर्मल आउँछ अर्ग्यानिक भनेको चाहिँ समस्या छ तर रिपोर्टमा पनि देखिन्छ इन्डोस्कोपी गर्दा देखियो अर्ग्यानिकमा फङ्सनलमा इन्डोस्कोपी गर्दा नर्मल आयो कि रिपोर्ट बुझ्यो कहिले कहिले डक्टरले तैँले धेरै सोचेर राखेर नसोच्न हुँदैन इट्स ओन्ली इन हेड भन्ने हुन्छ नि त तर होइन क्या समस्या हुन्छ यो चाहिँ त्यो अब इक्जाम्पल भन्छु इरिटेबल बावल सिन्ड्रोम यो चाहिँ मलाई नै छ यो मेरो कोलोनोस्कोपी पनि नर्मल इन्डोस्कोपी गरेर ग्यास्ट्रिक मात्रै देख्यो अनि अब मलाई के भन्दा डक्टरले नर्स सिस्टर टाइममा खानुहुन्न त्यही भएर ग्यास्ट्रिक भयो अब तर प्रब्लम त छ नि त अनि फङ्सनल डिस्पेप्सिया भनेको छ टर्म है यो भनेको चाहिँ हामीलाई प्लोटिङ माथि पेट फुल्या जस्तो हुने गाह्रो हुने हो कि यो कन्डिसन चाहिँ अनि क्रोनिक कन्स्टिपेसन कब्जियत त हामी सबैजनालाई छ होइन जस्तो लाग्छ अर्को भनेको फङ्सनल ब्लोटिङ यो पनि पेट फुल्ने नै समस्या हो अनि अब अर्ग्यानिकमा चाहिँ कस्तो छ भने यो स्ट्रक्चरमा पनि प्रब्लम हुन्छ भनेको इन्डोस्कोपीहरू गर्दाखेरि बायोप्सी गर्दा कोलोनोस्कोपी गर्दा समस्याहरू देखिन्छ इक्जाम्पलमा भन्छु GERD गर्ड सुन्नु भएको छ कसैले यो भनेको चाहिँ अघि नै हाम्रो त्यो पेटमा यो डल्लो यो बलुन जस्तो गाँठो परेको हुन्छ अनि खाना आएपछि फुल्छ भने चाहिँ यो लुज भइदिन्छ यो लुज भएपछि के हुन्छ भन्दा खानेकुरा पनि माथि पेटको एसिड पनि माथि अनि सबैजनाले यहाँसम्म पोल्यो उलुक्कायो झुस्ली डकायो पेट पुरै बर्न भयो छाती बर्न भयो भन्नुहुन्छ नि यो समस्या एसिड रिफ्लक्स भनेर त्यही हो हजुर ग्यास्ट्रिक इसोफेजियल रिफ्लक्स डिजिज एसिड रिफ्लक्स अनि यस्तो समस्या टेस्टमा गयो भने पोजिटिभ आउँछ नि त अनि इन्फ्लामेटरी बावल डिजिज अहिलेको यो इरिटेबल बावल थियो यो चाहिँ इन्फ्लामेटरी बावल डिजिज छ यो भनेको के हो भन्दाखेरि यसमा चाहिँ गटको लाइनिङमै स्वेलिङ हुन्छ कि यो चाहिँ अहिलेको आइबिएस भन्दा आइबिडी अझै डरमर्दो हुन्छ यसले चाहिँ बिस्तारै क्यान्सर पनि हुनसक्छ किनभने त्यहाँ चाहिँ स्ट्रक्चरमै प्रब्लम आइसकेको हुन्छ हामीले बेलामा ध्यान दिएनौँ डायट मेन्टेन गरेनौँ आफूले अब डक्टर यस्तो आइबिएसमा चाहिँ कस्तो हुन्छ भने औषधि खानै पर्छ भन्ने हुँदैन मोडर्न लाइफस्टाइल आफ्नो लाइफ यो आफूले म्यानेज गर्नुपर्ने कुराहरू हेरेर याद गऱ्यौँ भने ठिकै छ म 2021मा डायग्नोज भएको भने म अहिलेसम्म आइएम डुइङ गुड कम्पेरिटिभली किनभने मलाई त्यो भइरहेको छ भन्ने थाहा पाएदेखि तर आइबिडीलाई चाहिँ ख्याल गरेन भने यसले चाहिँ गाह्रो पार्छ इन्फेक्सियस ग्यास्ट्रोइन्टेराइटिस भनेर छ यो चाहिँ पेटै सुन्निने होइन अनि यो चाहिँ ब्लडहरू लाने पोजिटिभ आइदिन्छ र यसमा भनिहाल्छु ग्यास्ट्रिक भन्नुभएको थियो अघि ग्यास्ट्रिक भनेको चाहिँ कस्तो भने ग्यास्ट्रिक भनेर टर्म हुन्छ ग्यास्ट्राइटिस हुन्छ ग्यास्ट्राइटिस भनेको चाहिँ इन्फ्लेमेसन युजली हाम्रो पेटलाई भनिन्छ नि त सो पेटको इन्फेक्सन भएर इन्फ्लामेसन भयो त्यहाँ के हुन्छ भन्दाखेरि किटाणुहरूले इरिटेट हुन्छ कि गट पेटै इरिटेट भइदिन्छ अनि इरिटेट भएपछि एसिड प्रडक्सन धेरै हुने हजुरहरूलाई ग्यास्ट्राइटिस भयो भनेर ऊ दिनुहुन्छ नि के अरे पिपिआई प्यान्टकहरू दिनुहुन्छ नि त्यो भनेको किन भन्दाखेरि अघि म्युकस भनेर एउटा र्याल जस्तो मैले पिक्चरमा देखाएको थिएँ नि हो त्यस्तो चाहिँ पेटमा सपोज यो हल चाहिँ पेट भयो है त ग्यास्ट्राइटिस हो है बुझ्नु है सुन्दाखेरि यो पेट चाहिँ हल भयो यो हल चाहिँ हाम्रो पेट भयो अनि यहाँभित्र चाहिँ एसिड बन्छ कि तर कस्तो भयो यो एसिड यति कडा हुन्छ अघि कुखुराले सुन नै पचाउँछ भने कुखुरालाई पनि त पचाउनु पर्ने नि त होइन उसको पेटै पनि पच्नु पर्ने तर कस्तो हुन्छ भने यो बिचमा चाहिँ एउटा बेरियर हुन्छ क्या म्युकसहरू जस्तो र्याल जस्तो लागेको हुन्छ अनि यसले चाहिँ यो एसिडलाई त्यसको मासुलाई बिगार्नबाट बचाउँछ भनेको मतलब हामीलाई गाह्रो गरी पचाउने एसिड पनि हाम्रो जिउमा बन्छ तर एसिडले मासु नखानको लागि बिचमा एउटा तत्त्व पनि यहीँनिर हुन्छ अनि ग्यास्ट्राइटिसमा चाहिँ धेरै कुराले हुनसक्छ एउटा एसिड धेरै बनेर पनि हुनसक्छ अर्को चाहिँ यो यहाँनिर बचाउने लेयर थियो यो लेयर बिस्तारै कम भएर पनि हुनसक्छ
त्यसले गर्दा हाम्रो पेटकै छालामा खान थाल्यो कि ग्यास्ट्रिक एसिडले हजुर अनि अल्सरहरू हुन थाल्छ बिचमा घाउहरू हुन थाल्छ हो यस्तो कुराले सरलाई कति थाहा छ हामीले भोगिरहेको कुरा हो नि त आफूलाई परेर खोज्छौँ सरले एन्सर गरिदिनु भएको छ त्यस्तै हुन्छ त्यही भएर ग्यास्ट्राइटिस भनेको समस्या यो हो यसलाई कम गर्नको लागि एसिडहरू अलिक कम बनाउने कि भनेर त्यसलाई अलिक गर्नलाई अनि प्यान्टअपहरू दिनुहुन्छ खानेकुराहरू मिलाएर खाने सादा खाना खाने यो स्पाइसी ओइली यस्तो कुराहरू कफी चिया नखानु भन्नुहुन्छ किनभने तिनीहरू सबै गट स्टिमुलेट गर्छ क्या त्यसले इरिटेन्ट्सहरू हो गट इरिटेन्ट्स त्यही भएर इरिटेट गर्ने कुराहरू चाहिँ नखानु भन्नुहुन्छ अनि अर्को चाहिँ माल अब्जर्प्सन सिन्ड्रोम भनेर छ यसमा चाहिँ खानेकुराहरू एब्जर्ब गर्दैन अब यसमा इन्जाइम्सहरूको कमीले गर्दाखेरि हुन्छ खाना यो आफ्नो उसमा के अरे सानो आन्द्रामा एब्जर्ब हुनुपर्ने सानो आन्द्राको लाइनिङहरूमा प्रब्लम भएर हो त्यसरी हुन्छ अनि यिनीहरू चाहिँ टेस्ट गर्दाखेरि पनि देखिन्छ अब अर्को इन्ट्रेस्टिङ टपिक छ स्टुल चार्ट टाइम चाहिँ अलिअलि लागिरहेको छ सर अब कस्तो भने इम्पोर्टेन्ट कुरा छ बरु क्वेसन एन्सरलाई टाइम होइन अर्को 5-10 मिनट जाउनुहोस् न यो कुराहरू चाहिँ यस्तो इम्पोर्टेन्ट लागिरहेको छ कि भन्दाखेरि बुझ्नुहोस् जस्तो लाग्यो अब यो दिशाको चार्ट चाहिँ एउटा स्ट्यान्डर्ड स्टुल चार्ट हो यो है यो चाहिँ युकेको ब्रिस्टल युनिभर्सिटीमा बनाउनु भएको हो अब युजली बच्चाहरूलाई युज हुन्छ तर पनि हामी ठुलो मान्छेहरूलाई पनि युज हुन्छ अनि यो चाहिँ हामीले अघि मैले भने नि दिशाको कसले फर्केर हेर्नुहुन्छ भनेर किनभने दिशा भने चाहिँ हाम्रो पेटमा के भइरहेछ भनेर हेर्ने एउटा विन्डो के भइरहेछ भनेर ठ्याक्कै निस्किन्छ त्यही भएर यो विन्डो जस्तो भयो अनि यसले चाहिँ हाम्रो अघि सरले मलाई क्वेसन सोध्नु भएको थियो कति समयमा निस्किनु पर्ने भनेर हाम्रो सानो आन्द्राबाट ठुलो आन्द्रामा जाने टाइम सानो आन्द्रामा बस्ने टाइम पनि छ ठुलो आन्द्रामा जाने टाइम पनि छ यदि दिशा ठुलो आन्द्रामा धेरै टाइमसम्म बसिराख्यो भने ठुलो आन्द्रामा हामीले यो कुराहरू नि पानी एब्जर्ब गर्छ भनेर वाटर एब्जर्प्सन पनि हुन्छ त्यो लेदो आँखालाई दिशा बनाइदिन्छ नि त अनि यदि लङ टर्मसम्म त्यहाँ बस्यो भने एकदमै कन्स्टिपेटेड दिशा हुन्छ त्यो कुराहरू हेर्नलाई हेल्प हुन्छ अर्को भनेको चाहिँ हामीले खाएको खानेकुराहरूसँग डाइरिया र कन्स्टिपेसन केही छ भने रिलेट गर्न हेल्प हुन्छ अब चार्ट चाहिँ भनिहाल्छु यो चार्टमा चाहिँ 7वटा डिफ्रेन्ट काइन्डको दिशाको पिक्चर हुन्छ अनि यो दिशाको पिक्चरसँग त्यसको तल चाहिँ नन मेडिकल पर्सनले युज गर्ने टर्म्समा भनेको मतलब अरू इक्जाम्पल दिएर चाहिँ लेखेको हुन्छ र हजुरले चाहिँ यो के हो कस्तो दिशा आएको छ भनेर भन्न हेल्प हुन्छ है त डक्टरलाई नम्बर 1 देखि जाम नम्बर 1 मा चाहिँ बाख्राको बडबल्ला जस्तो गुच्चा जस्तो सानो सानो बेग्लाले छुट्टेको डल्लो डल्लो अब हामीलाई अथवा बच्चाहरूलाई कसैले देख्नु त भएको छ होला यस्तो दिशा यो भनेको एकदमै कन्स्टिपेटेड दिशा हो जिउमा पानी छैन फाइबर छैन खानेकुराहरू कि हाइड्रेसन कमी कि फाइबर कमी कि त भए ठुलो आन्द्रामा धेरै समय बस्यो क्या दिशा त्यसले गर्दाखेरि आइरहेको छ भने चाहिँ हामीलाई प्रब्लमै छ हजुर फाइबरको मात्रै खानाको कमीले त हुँदैन फाइबरको मात्रै कमी अब 2 नम्बरमा जाँदाखेरि अहिलेको गुच्चा जस्तो चाहिँ एउटै ठाउँमा आयो मकैको घोगा जस्तो यो पनि देख्नु भएको छ होला यसमा के हो भन्दा यो पनि कन्स्टिपेसनकै साइन हो अब 3 नम्बरमा छ बनाना जस्तो ससेज जस्तो तर यसको चाहिँ क्र्याक्स हुन्छ यो मैले ससेज बनाना भनेको होइन है लेखेकै हुन्छ किनभने यो चाहिँ मान्छेले जेनरली केसँग रिलेट गरेर डक्टरलाई सजिलो बनाइदिएको मैले टिकटकमा यो भिडियो बनाएर हालेँ मलाई त कतिजनाले गाली गर्नुभएको ससेज कसरी खानु तर यो चाहिँ भन्न सजिलो हुन्छ भन्ने टर्म भन्दा है ससेज जस्तो अथवा बनाना जस्तो तर क्र्याक भएको हुन्छ यो पनि अलिअलि हाइड्रेसन कमी थोरै पानी कमी भन्ने हो तर नर्मल मानिन्छ 4 नम्बरमा छ स्मुथ हुन्छ सलक्क बनाना जस्तो ससेज जस्तो यो एकदमै आइडियल आउनुपर्ने दिशा चाहिँ यो हो एकदम नर्मल अब 5 नम्बरमा छ भुक्लुकवाला सेप चाहिँ हुन्छ तर चोक्टा जस्तो निस्किन्छ योमा अलिअलि फाइबर बेसी भयो कि भन्ने याद गर्नुपर्छ थोरै डाइरिया जस्तो देखिन्छ है त 6 नम्बरमा छ हामीले ओट्स पकाउँछौँ नि ओट्स जस्तै निस्किन्छ लेखेकै छ हेर्नु न लाइफ ओट मिल भनेर
मैले गाली खाइसकेँ क्या ओटोमेलै लेखेको ओटमेलले लेखाएको छ अनि यसमा चाहिँ अघि 5 नम्बरको जस्तो तर सेप हुँदैन सेप नभइकन प्याकेटमा आउनु थाल्यो हुन्छ अब 7 नम्बरमा छ यो सुप जस्तो हुन्छ भनेको त पानी यो पनि हामीले एक्सपिरियन्स गरेका छौँ धेरै डाइरिया भयो भने पानी पानी आउँछ अनि यो चाहिँ यसको टाइप भयो स्ट्यान्डर्ड चार्टै हो यो दुनियाँभरि नै युज हुने चार्ट हो अनि बन्न चाहिँ ऊबाट बनेको यो ब्रिस्टल युनिभर्सिटीबाट बनाउनु भएको तर अरूतिर सबैतिर लागु हुने चार्ट यही हो अब मैले यो त भने आफूले रिसर्च गरेँ पढेँ अनुसार तर मेरो कमेन्टमा एकजनाले हाम्रो युएसमा त यस्तो चार्ट देखाउनुहुन्न भन्नुभयो अरे सरी सर मैले पढेँ यही अब कस्तो हुन्छ हजुरले सेयर गर्नुभयो म हेर्थेँ नि भन्नु भने उहाँले रिप्लाई चाहिँ गर्नु भएन फेरि भनेपछि स्ट्यान्डर्ड हो अरूतिर फलो हुन्छ भने चाहिँ हो तर युएसमा अर्कै हुँदो रहेछ भने चाहिँ मलाई थाहा छैन अनि अर्को एउटा हुन्छ सिङ्गान जस्तो र्यालहरू जस्तो मात्रै हुन्छ नि हो हजुर हजुर यो चाहिँ लोकल इन्फेक्सनहरू भन्छ भने डिसेन्ट्रीहरू जस्तो भन्छ भने आउन सक्छ र आइबिएसको पेसेन्टहरूमा पनि सिङ्गान जस्तो दिशा चाहिँ आउन सक्छ आइबिएस भनेको इरिटेबल बावल सिन्ड्रोम यसमा छ सर यो ल अलिकति दिशासँग रिलेट गर्नुभयो थोरै बच्चाहरूमा चाहिँ फाइबर कमी छ कि फाइबर हामीले अलिकति बेसी नै गरिरहेको छौँ कि अरू बच्चा कन्स्टिपेटेड छ कि अनि यो कुराहरू चाहिँ रिलेट गर्ने आफूमा त भयो नै हाम्रो फ्यामिली मेम्बर्सहरूले किनभने यो दिशा भनेको कस्तो टपिक रहेछ भने मैले कतिजना फलो गर्छु हेर्छु होइन उहाँहरूले पनि बडी ट्रेनिङ गराएपछि चाहिँ युजली हामी फलोअप गर्दैनौँ कि घरमा कस्तो दिशा आउँछ भनेर होइन बच्चाहरूलाई दिशा बस्न सिकाएपछि चाहिँ ऊ आफै टोइलेट जान थालेपछि हामी खासै फलोअप गर्दैनौँ अरे कि 6 or 7 चाहिँ कुन स्टेजमा डाइरियामा हुन्छ सर डाइरियामा भयो र फाइबर अलिकति धेरै भयो भने त्यही भएर हाम्रो आइडियल दिशा 4 नम्बर तर 3 र 4 लाई नर्मल मानिन्छ त्यही भएर आफ्नो फर्केर पनि हेर्नुपर्छ अनि दिशाको कलर पनि म्याटर गर्छ है त दिशाको कलरमा चाहिँ कोही बेला हजुरहरूलाई हरियो खायो भने हरियो खाएर चाहिँ साग खानुभएको नत्र भने पचिरहेको छैन त्यो एब्जर्प्सन राम्रो भइरहेको छैन भन्नुहुन्छ अनि कालो आइरहेछ भने हामीलाई अप्पर जिआई ब्लिड भइरहेछ माथिपट्टि ब्लिडिङ भइरहेछ माथिको अल्सरहरू छ ब्लिड भइरहेछ भने कालो आउँछ तलपट्टि नै ब्लिड भइरहेछ भने रातो आउँछ सेतो आउँछ कोही कोही बेला फ्याट एब्जर्प्सनहरू भइरहेछ भने पनि आउँछ त्यही भएर याद गर्नुहुन्छ अब यत्रो कुराहरू खाने चाहिँ के त भन्ने कुरा हुन्छ नि त त्यही भएर नम्बर 1 मा चाहिँ म फाइबर भन्छु अहिलेलाई याद गर्नुपर्ने कुरा किनभने फाइबर भनेको हाम्रो गटमा भएको कीटाणुहरूलाई खाना रहेछ एउटा कति इम्पोर्टेन्ट रहेछ त त्यो कीटाणुहरूलाई खुवाएर राख्नको लागि अनि फाइबरको चाहिँ डोज नै छ यो डिफ्रेन्ट पेपरमा डिफ्रेन्ट लिटरेचर्समा डिफ्रेन्ट भनेको छ 25 to 35 पनि भन्छ रहेछ 21 to 38 पनि भन्दो रहेछ तर राउन्ड अबाउटमा 30 ग्राम्स पर डे अडल्टलाई केटा मान्छेलाई केटीको भन्दा अलिकति हाई छ थोरै केटा र केटीको डिफ्रेन्स छ तर मैले राउन्ड अबाउट गरेको 30 ग्राम्स पर डे पुऱ्याउनै गाह्रो हुन्छ सर म अझै आफ्नो फाइबर इन्टेक हेरिरहेको छु त्यो पनि पुऱ्याउन गाह्रो हुन्छ अर्को छ प्रोबायोटिक्स अघि हामीले भन्यो नि दही भनेर दही किम्ची कम्बुचा यो केफिर साउरक्राउटहरू भनेर छ यिनीहरू चाहिँ सबै फर्मेन्टेड फुडहरू गुन्द्रुक पनि पर्छ गुन्द्रुक पर्छ सर तर यिनीहरू चाहिँ इन्टरनेसनल कतिको हेर्दाखेरि चाहिँ हुँदैन तर नेपालमा गुन्द्रुक पनि हो फर्मेन्टेडमा अनि यिनीहरू चाहिँ हाम्रो गटको ब्याक्टेरियाको लागि एकदम चाहिने रिप्लेनिस गर्नलाई हेल्प गर्ने कुराहरू अर्को चाहिँ प्रिबायोटिक्स भनेको चाहिँ त्यो कीटाणुहरूलाई खाने कुरा चारो हालेको जस्तो हो कि यो चाहिँ फाइबरहरू नै हो अनि गटमा भएको कीटाणुको खानाहरू हो यिनीहरू चाहिँ प्रिबायोटिक्स त्यही भएर डक्टरले हजुरलाई कहिले क्याप्सुल दिनुभएको छ हेर्नु प्रिबायोटिक्स प्रोबायोटिक्स लेखाएको हुन्छ त्यसमा योसँगै एउटा कुरा जोडिहाल्छु हजुरहरूले कहिले पोस्टबायोटिक्सहरू सुन्नुभएको छैन पोस्टबायोटिक्स कुनै दिन सुन्नुभयो भने फेरि एकजना आए गटहरूको बारेमा भनेर गएँ पोस्टबायोटिक्स चाहिँ भनिनँ भन्दैछ र म भन्छु है पोस्टबायोटिक्स भनेको चाहिँ के हो भने प्रिबायोटिक्स भनेको कीटाणुले खाने कुरो प्रोबायोटिक्स भनेको कीटाणु लाइफ कल्चर्स हजुर पोस्टबायोटिक्स भनेको चाहिँ त्यो कीटाणुले खाएर प्रडक्ट निकाल्छ भन्यो नि अघि हामीले सर्ट चेन फ्याटी एसिडहरू जस्तो त्यो ब्युटाराइट अरू कुराहरू मिसिन्छ सबै कुरा जान्नु परेन तर कीटाणुले खाएर निकाल्ने तत्त्व जुन चाहिँ हाम्रो बडीलाई काम लाग्छ
तिनीहरूले इन्फ्लेमेसनहरू छ भने त्यसलाई घटाउने कुराहरू गर्छ होइन, त्यो चाहिँ पोस्टबायोटिक्स। कुनै दिन कतै सुन्नुभएको छ भने प्रिबायोटिक्स, प्रोबायोटिक्स, पोस्टबायोटिक्स पनि हुन्छ है त। पोस्टबायोटिक्स चाहिँ हामीले डिरेक्टली खानु मिल्दैन, त्यो चाहिँ केटाहरूले खाएर निकाल्ने कुराहरू बताएर। ल इक्जाम्पलहरूमा चाहिँ प्रिबायोटिक्स र प्रोबायोटिक्स अब यही भनिसकेँ मैले। यो एउटाले चाहिँ ब्याक्टेरियाको लागि राम्रो कुरा हो, एउटाले चाहिँ ब्याक्टेरिया यसमा लाइफ कल्चर्स हुन्छ, यसमा चाहिँ ब्याक्टेरियाको खानेकुराहरू। हाम्रो इन्टरनेटमा सबै कुरा अभाइलेबल छ, तर हामीलाई के खोज्ने भनेर पनि थाहा छैन नि त। त्यही भएर हजुरहरूले एटलिस्ट खोज्नलाई पनि अलिकति भए हेल्प हुन्छ कि। अब छिटो गर्ने भन्नु लाग्छ। सरी अब अर्को चाहिँ हाम्रो खानालाई अब नर्मल खाना त खाइहाल्छौँ, अलिकति ध्यान दिनुपर्ने खानाहरूमा चाहिँ पोलिफिनल रिच फुड भनेर छ। हामीले एन्टिअक्सिडेन्ट खानेकुराहरू यही भनेर सुनेको छौँ नि त। ग्रिन टी, डार्क चक्लेट, ब्लुबेरिज यिनीहरू चाहिँ अलिकति एक्सपेन्सिभ साइडमा पर्छ, तर नर्मल कफी, फेरि हाइली प्रोसेस्ड कफी होइन, तर कफी, ग्रिन टीहरू यिनीहरू पनि बेरिज यिनीहरू पर्छ है त पोलिफिनलमा। यिनीहरूले के गर्छ भन्दाखेरि हाम्रो पेटमा गएर हामीलाई स्किन ड्यामेजहरू हुने, सेल ड्यामेज हुने कुराहरूबाट चाहिँ यसलाई रिपेयर गर्नको लागि हेल्प गर्छ पोलिफिनल रिच फुडहरूले चाहिँ। अर्को भनेको ओमेगा 3 को त हामीले अघि नै कुरा गरिसक्यौँ होइन। ओमेगा 3ले पनि हाम्रो ब्रेनमा, आई हेल्थमा, अनि सर्टेन उसले चाहिँ हार्ट हेल्थमा, ट्राइग्लिसराइडहरू तिनीहरूलाई कम गर्नलाई हेल्प गर्छ अरे। हजुरहरूले मैले भन्दा धेरै बुझ्नु भएको कार्डियक रिलेटेड कुराहरूमा त, तर त्यसमा हेल्प गर्छ अरे। इक्जाम्पलमा चाहिँ यो फ्याटी फिस भनेर चाहिँ मैले कति धेरै पढेँ होइन, त्यसमा चाहिँ 3टा मात्रै छ है त फिस ओइलमा पनि, यो 3टा स्यामन, फ्याटी यो सार्डिन्स र म्याक्रेल 3टा। अनि भेजिटेरियन कोही हुनुहुन्छ भने चाहिँ फ्ल्याक्सिड पनि एउटा राम्रो सोर्स रहेछ ओमेगा 3 को। फ्ल्याक्सिड चाहिँ गुड सोर्स अफ फाइबर पनि रहेछ। त्यही भएर अझै मैले चाहिँ 1 चम्मच फ्ल्याक्सिड घोलेर खान थालेको छु, तातो पानीमा घोल्छु अनि खान्छु। सेसम रोस्टेड सेसम चाहिँ मैले 5वटा डिफ्रेन्ट काइन्ड अफ सिडहरूलाई रोस्ट गरेर मिक्स गरेर राखेको छु। जे बनाए नि 1 चम्मच हालिदिन्छु, 2 चम्मच हालिदिन्छु। ल अब यो अलिकति हामी जति एज बढ्दै जान्छ त्यति हाम्रो उमेरले, हाम्रो जिउको बडीले चेन्जेसहरूले हाम्रो गट हेल्थमा पनि फरक पर्छ नि त। त्यही भएर के कुरामा पर्दो रहेछ भनेर कुराहरू थोरै यसमा चाहिँ हाम्रो पेटमा भएको माइक्रोबियल अघि भनेको थिएँ खरौँ सङ्ख्यामा कीटाणु हुन्छ, त्यो कीटाणु बिस्तारै घट्दै जाने रहेछ। धेरै कुराहरूले असर, अब त्यसमा हाम्रो खानाहरूले फरक पर्यो होइन। अब अहिलेसम्मको अनि एउटा भनेको कीटाणुको सङ्ख्या घट्ने रहेछ, अर्को भनेको डाइजेसन र एब्जर्प्सन राम्रोसँग नहुने रहेछ। अब यसको पछाडि साइन्स बेग्लै छ, कति धेरै कुराहरू हुन्छ, तर हामीले यति बुझ्नु पऱ्यो कि बिस्तारै सबै कुरा घट्दै जान्छ। इम्युन डिफेन्स जुन छ सिस्टम त्यो पनि बिस्तारै घट्दै जान्छ। रोगहरू खानेकुराबाट लाग्ने रोगहरू पनि लाग्न सक्ने चान्स भयो। अर्को भनेको जुन अघिसम्म हाम्रो पेटमा कीटाणुहरू ब्यालेन्स भएर बसिरहेको थियो, अब त्यो ब्यालेन्स बिग्रिन्छ। अनि त्यो चिया छान्ने कुरामा पनि धेरै कुराहरू उसमा जान्छ। अब चियापत्तीहरू धेरै ब्लडतिर जान थाल्छ भने के हुन्छ त भन्दाखेरि इन्फ्लामेसन विथ एजिङ भनेर रहेछ कि एउटा टर्म, त्यसलाई इन्फ्लामेजिङ भन्दो रहेछ। त्यही भएर त्यो इन्फ्लामेजिङमै लेखेको मैले। अब बिस्तारै क्रोनिक इन्फ्लामेसन अहिले कहिले हुने भन नि त, भन्छ मेरो यो उमेरमै म बिरामी छु सर, म हजुरको उमेरसम्म पुग्दाखेरि त मेरो जिउमा त कति थुप्रिसक्छ नि त होइन। मेरोमा अब अहिले म यो बिरामी भएकै 4 वर्ष भइसक्यो। अनि बिस्तारै क्रोनिक इन्फ्लामेसनहरू चाहिँ बढ्दै जाने रहेछ। त्यही भएर अर्को भनेको चाहिँ मेटाबोलिक र कार्डियोभास्कुलर रिस्कहरू पनि बढ्ने रहेछ। अर्को भनेको माइक्रोबायोम डाइभर्सिटी छ अहिलेको कीटाणुहरू, हामीले जति प्रिजर्भ गर्न सक्यौँ त्यति हेल्प हुने रहेछ। अब हामीले के गर्न सक्छौँ त यो कुराहरू हुन नदिनको लागि भने कारण कन्डिसन देख्यो भने त्यसलाई नहुन दिन पनि त केही कुरा होला। के गर्न सकिन्छ भन्दाखेरि फाइबर चाहिँ अलिकति खान पर्ने रहेछ, 30 ग्राम, लगभग 30 ग्राम चाहिँ पुऱ्याउनु पऱ्यो। अर्को भनेको फर्मेन्टेड फुड र प्रोबायोटिक्सहरू पनि लिन पऱ्यो। किन भन्दाखेरि
त्यसले गर्दाखेरि चाहिँ हाम्रो गटमा भएको किटाणुहरूलाई चाहिँ रिप्लेनिस गर्न उनीहरूलाई हेल्प हुने रहेछ। एक्सर्साइज गर्नु पऱ्यो, ओभरअल बडीले हेल्थको लागि त काम गर्यो, हाम्रो पेटलाई पनि हिर्काउनु पऱ्यो। पेटलाई पनि अलरेडी मोसन मोबिलिटी चाहिँदो रहेछ। क्वालिटी स्लिप, अब बिस्तारै म राति 1 बजीसम्म सुत्न सक्दिनँ, तर पनि म ट्राई गरिरहेको छु भने चाहिँ हामीले ट्राई गर्दै जानु पऱ्यो। क्रोनिक स्ट्रेस छ भने म्यानेज गर्दै जानु पऱ्यो, बिकज अघि हामीले कुरा गरिसक्यौँ गट र ब्रेनको कस्तो रिलेसन छ भनेर, होइन त। अनि अर्को भनेको चाहिँ प्रोसेस्ड फुड र एन्टिबायोटिक्सहरू छ भने सर कटै गर्न सकिँदैन, म अझै खाइरहेको छु कि बिरामी हुँदा त म अझै खाइरहेको छु भने कट अफ नै टोटली गर्न गाह्रो छ, तर लिमिट चाहिँ सकेसम्म गर्दै जानुपर्छ। अघि हामीले मेट्रोनको एन्टिबायोटिकको कुरा नि गरिहाल्यौँ। अनि प्रोसेस फुडमा एडिटिभ्स, प्रिजर्भेटिभ्स, कलर, इमल्सिफायर यिनीहरूले पनि के गरिरहेछ भनेर कुरा गरौँ है त। होइन सकिन लागेको छ, अब 2टा स्लाइड बाँकी छ नि त। अब यो चाहिँ मिथ भर्सेस फ्याक्ट गट हेल्थ एडिसन लिएर आएको है। सिम्पल कुराहरू छ। के कुराहरू चाहिँ हामीलाई मिथ हो जस्तो लाग्थ्यो, तर के कुराहरू चाहिँ रियल रहेछ कि होइन रहेछ भन्ने कुराहरू धेरै ल्याएको छैन। 5वटा ल्याएको छु। यो चाहिँ न्युयोर्क टाइम्समा रिलिज उहाँहरूले निकाल्नु भएको नै आर्टिकलबाट लिएर आएको हो। एउटा भनेको चाहिँ हजुरहरूले यु मस्ट गो एभ्री डे, कि हामीलाई टोइलेट सधैँ जानुपर्छ त, दिनदिनै जानुपर्छ। पर्दैन यदि फुड साइकोलोजिकली यस, बट साइन्सले के भन्दो रहेछ भने सर अघि हाम्रो गटमै त नि 48 घन्टा बस्न सक्ने रहेछ भनेपछि हामीलाई 3/3 रुल छ है। दिशा कतिचोटि जानुपर्छ भन्दाखेरि 3/3 रुल भनेको चाहिँ 3 times in a day to once in 3 days भनेको दिनमा 3 चोटिसम्म भयो भने पनि नर्मल, तर 3 दिनमा एकचोटि भयो भने पनि नर्मल। तर अघि भनेको त्यो दिशाको चार्टमा तपाईँलाई 6 नम्बर र 7 नम्बरतिरको छ, एकदम डाइरेक्ट भइरहेछ भने त्यो कुरा चाहिँ एकचोटि पनि जानुपर्छ है त। तर नर्मल दिशा भइरहेको 3-4 नम्बरको भने चाहिँ 3 times in 1 day भनेको एक दिनमा 3 चोटि हुनु पनि नर्मलै हो है त। त्यही भएर यो दिनदिनै जानुपर्ने रहेछ त होइन रहेछ, फल्स। तर साइकोलोजिकली यस सर, मलाई पनि के भएन जस्तो हुन्छ, दिनै खराब हुन्छ जस्तो। अनि अल ब्याक्टेरियाज आर ब्याड हो रहेछ त? होइन, गुड ब्याक्टेरिया त ब्याड ब्याक्टेरिया, हजुर गुड माथि हुन्छ ब्याड तल। हजुर। अनि हामीलाई गुड गट ब्याक्टेरियाज कति चाहिने रहेछ त? हाम्रो पेटमा हुने ब्याक्टेरियाहरू हामीलाई कति बेनिफिसियल रहेछ भन्नु न, अघि त यत्रो रोल रहेछ ब्याक्टेरियाको त, होइन? त्यही भएर यो पनि फल्स। अर्को प्रोबायोटिक्स आर नेसेसरी फर एभ्री वान होइन नि, किनभने गट ब्याक्टेरिया ठिक छ भने हामीले सकेसम्म त्यो एक्स्ट्रा नै सप्लिमेन्ट त लिनु पर्दैन। हजुर किन गुन्द्रुक खाने? खाने हो, त्यसरी नेचुरल रेमेडिजहरू चाहिँ खान सकियो, तर नेचुरल रेमेडिज बाहेक एक्स्ट्रा सप्लिमेन्ट चाहिँ लिइराख्नु नेसेसरी छैन। अर्को भनेको हाई फाइबर इज अलवेज बेटर। हाई फाइबर चाहिँ जति धेरै फाइबर त्यति राम्रो हुँदो रहेछ नि त, होइन? अघि भन्यो नि हामीले 6 नम्बर 7 नम्बरको दिशातिर त फाइबर धेरै भयो कि भन्ने पनि बुझ्नुपर्छ। अरू कन्डिसनले पनि हुनसक्छ, तर फाइबर इन्टेकले पनि गर्दा गाह्रो भयो। ग्यास बडी फर्मेसन हुन्छ हुन्छ नि नि त, ग्यास फाइबर पनि बडी हाई फर्डमा अघि हामीले खानेकुरा हेऱ्यौँ नि त्यसमा पनि असर गर्छ। सबै फल्स के राख्नु भनेर एउटा ट्रु पनि राखेको छु मैले। मेथी पनि फाइबर पर्छ, मेथी मेथी फाइबर, मेथी फाइबरमा पर्दैन। मेथी त मैले सर्च गरेन, अहिले म हजुरलाई हेरेर भन्छु, अहिले हेरेर भन्छु। अनि लास्ट एउटा चाहिँ ट्रु पनि राखेको छु। ट्रुमा चाहिँ डायट र लाइफस्टाइलले हाम्रो गट हेल्थमा अफेक्ट गर्ने रहेछ कि गर्ने रहेछ। आजको मेन कुरा नै मैले बुझाउन खोजेको डायटले कति फरक पर्छ र हाम्रो पेटमा भएको किटाणु कति हामीलाई चाहिने कुरा हो भनेर। अब लास्ट एउटा स्लाइड बाँकी छ, दुईवटा रहेछ, सरी दुईवटा रहेछ। लास्ट एउटा चाहिँ रेड फ्ल्याग सिम्टम्स। हजुरहरू यत्रो डिस्कस गऱ्यौँ, तर के भयो भने चाहिँ डक्टरकोमा जाने त। कन्स्टिपेसन त जहिले हुन्छ, बेला बेला पात पनि आउँछ, तर हामी जाँदैनौँ नि त जहिले त, दिनदिनै जान्छौँ त, जाँदैनौँ। कस्तो अवस्था भयो भने जाने भन्दाखेरि कन्टिन्यू ब्लोट भयो, पेन भयो, डिस्कम्फर्ट भयो। पेन चाहिँ फेरि कुनै सिस्टममा कहीँ पनि पेन भयो भने चाहिँ सरेर नबस्नु है, पेन भयो भने चाहिँ डक्टरकोमा गइहाल्नुपर्छ। तर पर्सिस्टेन्टली भइरहेको भने चाहिँ जानुपर्छ। म डक्टरकोमा गएको फर्स्ट भिजिट मेरो किन थियो भने म आइसियुमा काम गर्थेँ, तर मेरो ध्यान चाहिँ मेरो पेटमा हुन्थ्यो क्या।
डक्टरले त राम्रो भइरहेको छैन, के भइरहेको छ ठिक छैन, तर मेरो ध्यान मेरो पेटमा छ, यो ठिक छैन। अनि हाम्रोमा मैले 12वटा बेड थियो मेरो भने 12वटा बेडको बहिनीहरूले गरेको काम मैले आफूले हेर्नुपर्ने, मेरो ध्यान छँदै छैन कि त्यहाँ कुन एक्सट्रिमसम्म हुनसक्छ कि यो कुरा। त्यही भएर यो पेन ब्लोटिङ भन्ने कुरा यिनीहरू सिभियर पनि हुन्छ। अनि हामीले त्यो फर्मसम्म चाहिँ नपुगेको भएर हामीलाई थाहा नभएको, तर यो हुन्छ नि त। अनि क्रोनिक कन्स्टिपेसन र डायरिया हामीलाई मेरो बाबालाई नै छ जहिले डायरिया, अनि इसबगोल यो के चूर्ण त्यस्तोहरू खानुहुन्छ। टिभीको साइडमा त त्यो त्रिफला छ, बेडको टिभीको साइडमा त औषधि नै औषधि छ कि बाबाको राति खानेहरू। अब जानु न हस्पिटल जाऊँ न भन्दा मान्नुहुन्न, तर यो कन्डिसनहरूमा चाहिँ जानुपर्छ। किनभने भित्र अघि हामीले भन्यौँ नि पेटमा टाइममा निक्लिरहेको छैन कि, पचाउने इन्जाइमहरूको कमी भइरहेछ कि, डायरिया पनि राम्रो होइन, यो कन्स्टिपेसन पनि राम्रो होइन। फ्रिक्वेन्ट रिफ्लक्स, नजिया, भमिटिङ। अब रिफ्लक्स आएर चाहिँ उलुक भइरहेछ, हामीलाई थाहै हुँदैन नि त जिआरडी अहिलेको कन्डिसन भइसक्यो कि, त्यही भएर जानुपर्छ। अनि ब्लड अर ब्ल्याक स्टुल भनेको छ, यो पनि अल्सरहरूबाट ब्लिड भइरहेछ कि होइन, अरू नै कुनै कन्डिसन छ कि। अनएक्सप्लेन वेट लस अर एनिमिया भनेको हामीले कहिले पेल देख्छौँ नि, मान्छे हिमोग्लोबिन छैन कि क्या हो तँलाई त भनिन्छ नि, हो त्यस्तो भयो भने र वेट लस भयो भने। म पछि चाहिँ 5 केजी वेट लस भएर गएको, अनि त्यो कन्डिसन चाहिँ डर लाग्दो रहेछ कि हामीलाई कसरी गुगलमा सर्च गरेर जे कुराले पनि क्यान्सर भनिदिन्छ नि, लास्टमा क्यान्सरै भयो। अनि 8 दिन रगतै ब्लिड भएको छ, डक्टरलाई कोलोनोस्कोपी गरौँ भन्छ, डक्टरले एक्टिभ ब्लिडमा त नगरौँ भन्नुभयो। होइन डक्टर गरौँ, मलाई त एकदम डर लाग्यो भनेर हामी गरेको, तर धन्न केही पनि आएन, किनभने आइबिएस रहेछ, फङ्सनल रहेछ, रिपोर्टमा नदेख्ने रहेछ, प्रब्लम हुने रहेछ। अनि अर्को लास्ट भनेको चाहिँ सिभियर पेन र खाना निल्नमै गाह्रो भयो भने चाहिँ, यति भयो भने चाहिँ डक्टर कहाँ कुदिहाल्नुपर्छ। र हजुरहरूको लागि लास्ट हो यो चाहिँ, यसमा के भन्न चाहन्छु भने हजुरहरूले आजको यतिबाट बुझ्नुपर्ने कुराहरू, घर लानुपर्ने कुराहरू चाहिँ इट द रेनबो। अब एटलिस्ट 3 कलर्स अन यर प्लेट है त। यो चाहिँ मैले भनेदेखि अझै मेरो घरमा 3टा कुरा एड गर्नुलाई गाजर पनि काटेर राख्नुहुन्छ, एउटा कलर एड गर्नु भनेपछि इट द रेनबो। हाम्रो माइक्रोन्युट्रियन्ट्स हेर्छौँ हामी, तर माइक्रोन्युट्रियन्ट्सको कुरा भयो एउटा, अर्को चाहिँ फाइबरहरूको पनि कुरा आउँछ। अनि हामीले खानेकुराहरू अब यो नखाने त्यो नखाने भन्छौँ, तर हाम्रो पेटमा हामीलाई पच्ने खानेकुराहरू चाहिँ सकेसम्म एडै गर्ने, थोरै खाने तर एडै गर्ने है त, किनभने डाइभर्सिटी चाहिन्छ। अनि मेन यो इट द रेनबोमा एउटा कुरा भनिहाल्छु मैले, 30 प्लान्ट फुड्स अ विक भनेको 30 अर मोर प्लान्ट भेराइटिजमा मासुहरू आफ्नो ठाउँमा छ, तर यो फाइबरहरूको लागि चाहिँ 30वटा भन्दा बेसी, कम्तीमा पनि 30वटा चाहिँ प्लान्ट बेस्ड फुड खानुपर्ने रहेछ भने चाहिँ हामी दिनदिनै रायो साग खान्थ्यौँ भने एटलिस्ट भोलि पालुङ्गो पर्सि अर्को साग भनेर खानुपर्ने भयो। किन भन्दा हाम्रो गट माइक्रोबायोममा चाहिँ भराइटी चाहिन्छ, डाइभर्सिटी चाहिन्छ। अनि 30मा चाहिँ के पऱ्यो भने सिड्स नट्सहरू पनि पऱ्यो, तेल पनि पऱ्यो, सो पुऱ्याउन सजिलो छ। आज चामल खायौँ, भोलि ओट्स खाने, पर्सि किनुवाहरू जे छ आफ्नो बजेटमा, आफ्नो फाइनेन्समा, आफ्नो ग्रोसरी सपिङमा, एटलिस्ट किन्न जाने बेला पनि डिफ्रेन्ट काइन्ड अफ तरकारी किनेर लिएर आउने 1 हप्ताको लागि। सिजनल त्यही भएर सिजनल खाऊ भन्छ नि हजुर। तर जे होस् सर यति पनि टिप्दिनुहोस्, 30 अर मोर प्लान्ट फुड अ विक, 1 हप्तामा 1 हप्तामा। अनि आफ्नो प्लेटमा अघि कसैले हातमा भएको थिएन, प्लिज आफ्नो प्लेटमा कलर चाहिँ हेर्नु पऱ्यो है त, कलर अनुसार फुड खानु पऱ्यो। अर्को भनेको हाइड्रेसन, पानीको रोल पनि छ। अहिले त्यो ऱ्याल जस्तो थियो नि म्युकस, तिनीहरू बन्नलाई पनि हेल्प गर्छ। अनि माइन्डफुली खाने भनेको स्ट्रेस एकदम रिसाएको बेलामा खायो भने, टिभी हेर्दै खायो भने, नचपाइकन खायो भने, बोल्दै खायो भने हाम्रो खाना जसरी पुग्नुपर्ने असर त्यसको त्यस्तो हुँदैन कि। अनि म्यानेज स्ट्रेस र प्रायोरिटाइज स्लिप भनेको छ। अब अघि हामीले कुरा गरिहाल्यौँ, स्ट्रेसको पनि रोल हुन्छ। स्लिप भनेको क्रोनिकली मान्छे सुत्नु भएको छैन भने त्यसले गर्दा नि गाह्रो हुने रहेछ। रेगुलर एक्सर्साइज भनेको जिम जानुपर्छ भन्ने होइन, तर अलिअलि हिँडडुल चाहिँ हामीले गर्नुपर्छ। र मेन कुरा लास्टमा के भन्न चाहन्छु भने धैर्यता एकदम धेरै चाहिन्छ यसको, किनभने हामी सबैजनाको जसरी औँठा छाप डिफ्रेन्ट छ, त्यसरी हाम्रो पेट डिफ्रेन्ट हुन्छ। हाम्रो पेट डिफ्रेन्ट कुन हिसाबले हुन्छ भने एनाटोमिकली हो, पेट एउटै हो, तर त्यहाँनिर हुने कीटाणुहरू, पेट जुन यो सबै कुराले बनेको हुन्छ त्यो आफ्नो आफ्नो हुन्छ। खरौँ सङ्ख्यामा हुने कीटाणु पनि मेरोमा विभिन्न प्रजातिको छ भने हजुरहरूमा विभिन्न प्रजातिको हुनसक्छ।
एक्जाम्पल भन्छु, एउटा पार्टी गएर है घरको एकजना बिरामी हुनुहुन्छ, अरू बिरामी हुनुहुँदैन। किन भन्दाखेरि उहाँको पेटै डिफ्रेन्ट छ, खानेकुरा जसरी पच्नुपर्ने अरूमा नपच्यो उहाँको पचेन। अब अघि हामीले भरि पढेको कुराहरूमा त कति कुरामा उहाँको विक छ, त्यो कुराहरूले गर्दाखेरि हजुर। अनि फुड ट्रिगर्सहरू पनि इन्डिभिजुअल हुन्छ भन्नु मतलब मलाई कुनै कुराले गाह्रो गर्छ भने मेरै रोग भएको अर्को मान्छेलाई त्यो कुराले नगराउन सक्छ। अनि इन्डिभिजुअल हुन्छ र त्यसमा पनि ट्रिगर गर्ने अमाउन्ट चाहिँ डिफ्रेन्ट हुनसक्छ। कसैलाई 1 चम्मचले गाह्रो हुनसक्छ, कसैलाई 3 चम्मचसम्म खाँदा नहुनसक्छ। त्यही भएर धैर्यता भन्ने एकदमै जरुरी कुरा हो। आज म चाहिँ यहाँनिर एकजना ब्याचलर नर्सको हिसाबले भन्दा नि एकजना बिरामीको हिसाबले आएको हो। अनि म आफू कति गाह्रो भएर सिस्टमिक हजुरहरू कसैको अब यसलाई नै हाम्रो पेटले हाम्रो स्किनमा नै अफेक्ट गरेर आउँछ। त्यही भएर यो कुराहरू पनि याद गर्नुपर्छ। म पहिला पुरै स्वलन यो पिम्पल्सहरू सबै भएको, तर बिस्तारै मेरो पेटमा मैले ध्यान दिन थालेपछि अहिले क्लियर भएको छ। पहिला एउटा मोमो खायो भने बर्बाद, भोलिपल्ट सबै मुखै सुन्निन्छ कि भनेपछि पेटसँग त सबै बडीको रिलेसन रहेछ नि त। यति भन्दै धैर्यता मेन कुरा भन्दै आजलाई थ्याङ्क यू भन्न चाहन्छु। हजुर मेरो रेफरेन्सहरू चाहिँ यति छ, अलि धेरै नै भएर सानो भन्छ। थ्याङ्क यू। भने ग्लुटेन खानेकुराले कुरा गरेर मैले भन्नुभयो, म आफू पनि ग्लुटेन फ्री डायटमा हो। किनभने मलाई ग्लुटेन सिलियाक डिजिज भन्छ नि, ग्लुटेन नपच्ने कुरा हो सिलियाक भन्छ। मलाई चाहिँ नन सिलियाक ग्लुटेन सेन्सिटिभिटी छ। यो चाहिँ डक्टरबाट डायग्नोज भएको कन्डिसन हो होइन। अनि मैले ग्लुटेनको बारेमा किन नभनेको भने सर यो सबैजनालाई हुँदैन। अनि भरे मान्छेले ग्लुटेन बाँडिदिनु भयो भने नचाहिने अवस्थामा ग्लुटेन बाँड्नु राम्रो हुँदैन कि। तर यो बुझ्न खोज्नु भयो सर, हजुरले हजुरलाई क्वेसनको लागि थ्याङ्क यू। म त झन् यसकै पीडित मान्छे। ग्लुटेन भन्ने कुरा चाहिँ कस्तो रहेछ भने यसको जुन सानसानो मोलिकुल सबैजनाको जिउमा पस्दै रहेछ। अनि ग्लुटेन भनेको मेन प्रोटिन हो नि त। यो प्रोटिन चाहिँ आँटा, मैदा, यो बार्ली, राई भनेर यसको टिपिकल नेपालीमा के भन्छ त्यो चाहिँ मलाई मजाले थाहा छैन। तर यिनीहरूमा चाहिँ ग्लुटेन पाइन्छ। ग्लुटेन भनेको फुडलाई यो सानसानो मोलिकुल्स एकअर्कामा बाइन्ड हुने कुरा हो। हजुरहरूले याद गर्नु भएको छ मैदाको रोटी फलक्क पल्टिन्छ, फापरको रोटी बनायो भने पल्टिँदैन नि, मजाले पल्टिने गाह्रो हुन्छ। किनभने त्यसमा प्रोटिन, त्यो बाइन्ड गर्ने प्रोटिन हुँदैन कि, त्यो चाहिँ ग्लुटेन हो कुनै खानामा भएको। अनि यो ग्लुटेनले चाहिँ अहिले दुनियाँमा एकदमै ट्रेन्डिङ डायट भनेको एन्टी इन्फ्लेमेटरी डायट भनेर छ। ग्लुटेन चाहिँ वान अफ द नम्बर 1 इन्फ्लेमेसन कजिङ डायट हो कि सर। अनि यसले खासै राम्रो चाहिँ कसैलाई पनि गर्दैन। तर कस्तो भने म सेन्सिटिभ छु, अरूलाई ग्लुटेन खान एलर्जी इन्टलरेन्स हुन्छ। तर कसैलाई केही छैन भने चाहिँ नबारेको राम्रो। त्यही भएर मैले ग्लुटेन नभनेको। ग्लुटेन खायो भने चाहिँ अब सिम्पटम्सहरू भनेको ब्लोटिङ, किनभने यो पनि हाई फट नाममा पर्छ। ब्लोटिङ, क्राम्प्स, डाइरिया हुनसक्छ। मलाई चाहिँ त्यसले सिस्टेमिक अफेक्ट गर्छ। आज ग्लुटेन खायो भने पेट क्राम्प्स हुने, डाइरिया हुने, र भोलि सबै अघि मैले मोमो खायो हुन्छ भने त्यो मोमोको ग्लुटेन भोलि छ्याप्पै पिम्पल्स आउने, आँखा सुन्ने, मुख सुन्ने हुन्छ। त्यही भएर ग्लुटेन चाहिँ त्यो हो। अर्को भनेको पिरो, यो तेलमा तारेको यस्तो कुराहरू चाहिँ यिनीहरू चाहिँ गट इरिटेन्ट्सहरू हो। अब यिनीहरूमा एक त कहिलेको थियो त्यो कहिलेको कतिवटा तारेको तेलहरू थियो हुनसक्छ बाहिर खाएको, घरमा खाइरहेछौँ राम्रो खाइरहेछौँ भने पनि त्यो कुराहरू चाहिँ पेटमा सादा नै भने पनि गट इरिटेट गर्छ। त्यही भएर तिनीहरू चाहिँ नखानु भन्छ। कफीमा फडनाक हुँदैन, तर कफी चाहिँ गट इरिटेट हो भनेको त पेटमा जान्छ, पेटलाई चाहिँ इरिटेट गर्ने काम गर्छ। त्यो भएपछि पेटले अरू सिम्पटमहरू देखाउँछ। यस्तो हुनसक्छ। सरको क्वेसन मैले एन्सर गरेँ। थ्याङ्क यू सर। म टिप्याछु मैले फास्टिङको बारेमा भन्छु। फास्टिङ चाहिँ हामीलाई इम्पोर्टेन्ट छ। किन भन्दाखेरि यो चाहिँ साइन्सले के भन्नुहुन्छ, अब आयुर्वेदाको मैले हेरेर आएको छु। आयुर्वेदामा चाहिँ के भन्दो रहेछ भने फास्टिङ वन्स अ विक गर्नुपर्छ। सुरुमा तातो पानीबाट खास यो गर्ने चाहिँ हट वाटर फास्टिङ भनेको सर आइडियली गर्नुपर्ने। अनि के गर्दो रहेछ फास्टिङले भन्दा अचेल हामी यति धेरै खाना खाइरहेछौँ रे होइन, बिचबिचमा त लन्च र डिनरको बिचमा हाम्रो स्न्याकै कतिवटा हुन्छ। त्यसले गर्दाखेरि हाम्रो लिभरको वान अफ द मेन काम भनेको के हो भन्दा त डिटक्सिफिकेसन पनि हो नि त।
लिभरले आफ्नो कामै गर्नु भएको छैन अरे क्या, बाइल निकाल्यो त्यो त ठिक छ, तर डिटक्सिफिकेसन उसले आफ्नो जुन रोल गर्नुपर्ने थियो त्यो गर्नै पाएको छैन अरे। त्यही भएर वान्स अ विक चाहिँ हामीलाई फास्टिङ गर्नुपर्छ। यो हजुर डिटक्स वाटर के गर्ने, पेट क्लिन्स गर्ने टिकटकमा युट्युबमा केसमा देख्नुभयो होला नि, यो केही गर्नै पर्दैन अरे कि। अघि मैले त्यो मिथ र फ्याक्टमा यो पनि हाल्नु कि भन्ने सोचेको थिएँ, तर यो त्यो नेसेसरी नै छैन, अहिले त कमन थियो नि त। त्यही भएर डिटक्स गर्नको लागि, गट क्लिन्स गर्नको लागि नखाइदिने 1 हप्ता हट वाटर फास्टिङ गर्ने अरे। अनि हजुरहरूलाई म अर्को एउटा कुरा यसमै जोड्न चाहिहालेँ, खाली पेटमा चिसो पानी खानु भएको छ भने कसैलाई पेट दुख्छ? दुख्छ? किनभने चिसोले चाहिँ क्राम्प गर्छ कि, स्पाजम गर्छ नि त। त्यही भएर हाम्रो पेट चाहिँ झन् सेन्सिटिभ गट भएको मान्छेले चिसो खाइदिनु भयो भने चाहिँ हाम्रो पेट यस्तो हुन्छ कि, अनि हामीलाई गाह्रो हुने हो कि। त्यही भएर अब कति कुराहरू चाहिँ बार्न पर्ने रहेछ। सर फास्टिङ चाहिँ त्यसरी गर्नुपर्छ अरे। सुरुमा चाहिँ फ्रुट फास्टिङ, अनि बेलुका एउटा डिनर गरेर गर्न मिल्यो, पछि चाहिँ हट वाटर फास्टिङ केही पनि नखाइकन गर्नुपर्छ अरे। हप्तामा एकचोटि चाहिँ गर्न आयुर्वेदाले पनि भन्दो रहेछ। हजुर। अनि सरको क्वेसन इन्टरमिडिएट फास्टिङ थियो अर्को। इन्टरमिडिएट खाएको मान्छेले पनि त्यस्तो गर्नु। म्याम त्योहरू त कन्ट्राइन्डिकेसन भइहाल्यो, डक्टरको सजेसन लिएरै गर्नु होला। इन्टरमिडिएट फास्टिङ भन्नुभएको छ सरले। इन्टरमिडिएट फास्टिङ भनेको चाहिँ यही हो कि हाम्रो लिभरलाई, बडीलाई, अर्ग्यान्सहरूलाई रेस्ट दिने भन्ने कुरामै पर्छ, र जति हामीले खाएको कुराहरू चाहिँ ग्लुकोज स्टोर भएको छ, त्यो स्टोर भएको ग्लुकोजलाई निस्केर काम गर्न दिनु भयो। हामी त यति थपी मात्रै जान्छौँ कि आफ्नो बडीमा। अनि इन्टरमिडिएट फास्टिङमा चाहिँ टाइम ड्युरेसन भनेपछि हामीले खाएको कुराहरू त्यही हो, स्टोर भएको कुराहरूलाई निक्लेर काम गरौँ भनेर हो। 16:8 को रेसियोमा गरिन्छ युजली, तर त्यति सकिँदैन भने पनि आफूलाई कति टलरेट गर्न सकिन्छ गरिन्छ। यसमा चाहिँ इटिङ विन्डो हुन्छ, 8 घन्टा खाने, 16 घन्टा नखाने। अब यो आफ्नो कन्भिनियन्स अनुसार, आफ्नो कामको टाइमिङ अनुसार चाहिँ आफूले गर्न सकिन्छ। अनि वान अफ द हेल्दी वेट लुजिङ डायट्स पनि हो यो इन्टरमिडिएट फास्टिङ चाहिँ। हजुरले गर्नुहुन्छ भने यो चाहिँ हेल्दीमा पर्छ, किनभने यसमा चाहिँ क्यालोरी काउन्ट गर्नु पर्दैन, मैले कति घट्ने भन्नु गर्नु पर्दैन, जे खानु नै मिल्यो, पोर्सन चाहिँ याद गर्नु पऱ्यो। अनि विन्डो चाहिँ 16 घन्टा नखाइदियो भने हुन्छ, तर यो 16 घन्टा पनि यही हो भन्ने छैन। मलाई चाहिँ छ नि